एकछिनै सरेर अब सुरु गरौँ है बैठक ल। हुन्छ। आज मिति 2083 साल भदौ 1 गते सूर्योदय नगरपालिकाको चालु आर्थिक वर्षको दोस्रो कार्यपालिकाको बैठकमा उपस्थित भएका छौँ। आजको बैठकको अध्यक्षता ग्रहण गरिदिनु हुनका निमित्त कार्यवाहक नगर प्रमुख श्री दुर्गा कुमार बरालज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर आसन ग्रहणका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री विज्ञान कोइरालाज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यहाँ उपस्थित रहनुभएका सम्पूर्ण वडा अध्यक्षज्यूहरू र कार्यपालिका सदस्यज्यूहरूलाई यथास्थानमा आसन ग्रहणका निमित्त हार्दिक अनुरोध गर्दछु र आजको बैठकलाई अगाडि बढाइदिनु हुनका निमित्त प्रमुखज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद नुना म्याडम। आजको यो बैठकमा उपस्थित प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, म अलिकति अघिल्लो हाम्रो कार्यपालिकाको बैठकमा यहाँ चर्चामा उठाइएको थियो भारत भ्रमण जाने क्रममा केही उपलब्धिहरू चाहिँ महत्त्वपूर्ण उपलब्धिहरू भएको छ र हामीले त्यसलाई यहाँ लन्च गर्न सक्छौँ सक्दैनौँ भन्दाखेरि पनि सिकाइ चाहिँ एकदमै महत्त्वपूर्ण रह्यो। त्यसमा तपाईँको चाहिँ नि भारतमा धेरै ग्राम पञ्चायतहरू, म्युनिसिपालिटी, मेट्रो म्युनिसिपालिटीहरू थुप्रै रहेछन्। त्यसमा पनि हामीले चाहिँ तपाईँको हाम्रो सिकाइ चाहिँ ग्राम पञ्चायतले अथवा पञ्चायत राज भन्दो रहेछ। त्यहाँ पञ्चायत राजहरूले चाहिँ के गरेको छ, कसरी काम गरेको छ भन्ने कुरोहरूमा छलफल भयो। छलफल भएकै क्रममा चाहिँ तपाईँको हामीले हाम्रो पालिका र उहाँहरूको जुन पञ्चायत राज छ, पञ्चायत राजको बिचमा भिन्नता के हो भन्ने कुरोहरूमा पनि छलफल रह्यो। हामी सरकार हौँ, यो चाहिँ नेपालको 3 तहको सरकार छ, 3 तहको सरकार हो। सरकारमा भइसकेपछि यसले कानुन निर्माण गर्न सक्छ। हाम्रो अनुसूची 8मा चाहिँ नेपालको संविधानको अनुसूची 8मा 22 वटा बुदाहरूमा चाहिँ हामीले कानुन निर्माण गर्न पाइन्छ भन्ने एउटा छलफल भयो भने उहाँहरूको चाहिँ कानुन चाहिँ निर्माण गर्नुहुन्न। तर तपाईँको के हो त भन्दाखेरि उहाँहरूलाई लोकल लेभलमा केही काम गर्न, कानुनी कुराहरू सहयोग गर्न चाहिँ दिँदो रहेछ भन्ने कुरो एउटा देखियो। अब त्यहाँ तपाईँको चाहिँ नि हामीले हामीलाई पहिलो क्लास चाहिँ नि तपाईँको डाक्टर भञ्जनले गर्नुभएको थियो, क्लासै थियो त्यो। र उहाँले चाहिँ तपाईँको पञ्चायत राजको विषयमा भारतमा कति पञ्चायत राजहरू छन् भन्ने खालको कुरोहरूदेखि लिएर कसरी बजेटिङ हुन्छ र कसरी चाहिँ तपाईँको त्यो प्रतिनिधिहरू, जनप्रतिनिधिहरू चाहिँ तपाईँको छनौट हुन्छ भन्ने कुरोहरू पनि देखियो। र त्यो सिलसिलामा हामीले तपाईँको के बुझ्यौँ भनेदेखि चाहिँ फरक, हामी कहाँ आउने बजेट चाहिँ थोरै, उहाँहरूकोमा आउने बजेट चाहिँ धेरै काम गर्न सक्नु भएको छ, धेरै महत्त्वपूर्ण काम गर्न सक्नु भएको छ। एउटा ग्राम पञ्चायतमा हामी गयौँ। त्यो ग्राम पञ्चायत चाहिँ तपाईँको लुमी भन्ने छ, महिला चाहिँ त्यसको चाहिँ तपाईँको अध्यक्ष हुनुहुँदो रहेछ। र प्रणाली चाहिँ कस्तो हो भनेदेखि तपाईँको 2 वर्ष चाहिँ तपाईँको मा भनौँ न हाम्रो जुन संसद दलमा चाहिँ छ नि तपाईँको सरकार र यता सरकार पछाडि के भन्छ त्यसलाई सर, सरकार विपक्षी दलको पनि तपाईँको त्यहाँ चाहिँ नि हुँदो रहेछ, त्यो देखियो। तर त्यसलाई चाहिँ तपाईँको उहाँहरूले 2 वर्षमा मिलाएर लानुहुँदो रहेछ, एउटा त्यो देखियो। र एउटा त्यो नुनी ग्राम पञ्चायतमा चाहिँ तपाईँको यति ठुलो काम गरेको छ, यति धेरै काम गरेको छ। तपाईँको
यो चाहिँ तपाईँको टेक्निकल कलेज अनि तपाईँको चाहिँ नि ठुलो ठुलो तपाईँको हस्पिटलहरूदेखि तपाईँको अन्य तपाईँको व्यवस्थापकीय पक्षहरू यो चाहिँ कृषिको व्यवस्थापकीय पक्षहरू सबै चाहिँ तपाईँको एकदमै राम्रो गरेको देखियो। एउटा त्यो पुनामा मेयर साहबसित भेट भएको थियो, महिला हुनुहुँदो रहेछ। उहाँको जनसङ्ख्या चाहिँ 75 लाख अरे, रेभिन्यू कति भनेर मैले सोधेको थिएँ उहाँको, तपाईँको चाहिँ कति हो त भनेर सोद्धाखेरि 330 करोड चाहिँ उहाँको रेभिन्यू केबाट भनेर पनि सोधेको थिएँ। तपाईँको उहाँको चाहिँ त्यहाँ त्यही घरहरूमा लागेको नक्सा पासदेखि लिएर तपाईँको घरभाडाहरू अनि तपाईँको चाहिँ घरभाडामा बसेका मान्छेहरूदेखि लिएर सबैसित चाहिँ तपाईँको रेभिन्यू लिँदो रहेछ। हेर्नुहोस् तपाईँको बजेट चाहिँ कति भनेर पनि सोधेको थिएँ मैले, 20,000 करोड भन्नुभयो। अब हामीले त छलफलै के पो गर्नु र 20,000 करोड भन्ने बित्तिकै होइन, एकदम पनि लाग्यो। र त्यसरी तपाईँको अन्य क्षेत्रहरूमा त्यहाँ तपाईँको चाहिँ यसुदा भन्ने एउटा इन्स्टिच्युट रहेछ तपाईँको, त्यो इन्स्टिच्युट चाहिँ तपाईँको कृषिसँग पनि सम्बन्धित छ, अन्य क्षेत्र प्रशासनसँग पनि सम्बन्धित छ, सबै कुरोहरूमा चाहिँ सम्बन्धित रहेछ। र त्यो इन्स्टिच्युटमा चाहिँ तपाईँको धेरै भारतका अथवा इन्टरनेसनल क्षेत्रबाट चाहिँ तपाईँको मान्छेहरू ट्रेनिङको रूपमा चाहिँ त्यहाँ जाँदो रहेछन्, ट्रेनिङको रूपमा चाहिँ त्यो काम गरिँदो रहेछ। र यतिकै भिडै थियो त्यो। र त्यसको चाहिँ तपाईँको हाम्रो यो सङ्घीय मन्त्रालय जस्तो त्यही मन्त्रालय अन्तर्गतको उहाँहरूको पनि हुँदो रहेछ, उहाँहरूले नै खर्चको चाहिँ व्यवहार त्यसरी गर्नुहुँदो रहेछ। त्यस पछाडि भनेको तपाईँको कृषि क्षेत्रमा हामी बारामती भन्ने ठाउँमा पुगे, सरले पनि हाम्रो प्रमुख प्रशासक अधिज्यू पनि पुग्नु भएको रहेछ। त्यहाँ पुग्दाखेरि चाहिँ तपाईँको यो कृषि क्षेत्रमा चाहिँ निकै राम्रो प्रगति भन्नुपर्छ त्यो होइन। र एउटा सामूहिक खेतीको चाहिँ प्रणाली विकास भएको छ। त्यहाँ मान्छे आफ्नो आफ्नै जग्गा चाहिँ आफ्नो आफ्नै हो, आफ्नो आफ्नै छ, तर सामूहिक प्रणालीको चाहिँ विकास गरेको भेटियो। र त्यहाँ हेर्दाखेरि चाहिँ तपाईँको बाख्राहरू पनि हेरियो, यत्रा छन् हेर्नुहोस् होइन, ठुल्ठुलो। यता तपाईँको चाहिँ नि ग्राफ्टिङ गरेको पनि हेरियो हेर्नुहोस् होइन, ग्राफ्टिङ गरेको पनि हेरियो। ग्राफ्टिङ गर्दाखेरि चाहिँ तपाईँको चाहिँ नि गोलबेडालाई बैगुनसित ग्राफ्टिङ गरेर तपाईँको झन्डै त्यो टनेलमा 10 फिट हाइटको गोलबेडा दरो बोट बनाएको पनि देखियो। अन्य कुरोहरू पनि सबै तपाईँको ग्राफ्टिङ गरेको देखियो। अर्को पानीमा मात्रै पनि तपाईँको चाहिँ नि सब्जी खेतीहरू गरेको देखियो। एउटा बक्स भनौँ न, प्लास्टिकको बक्समा पानी हालेको छ, त्यहाँभित्र चाहिँ तपाईँको त्यो प्रणालीमा पनि उहाँले चाहिँ सब्जी खेती गरेको देखियो। र त्यहाँ चाहिँ के भनेदेखि पेस्टिसाइड चाहिँ प्रयोग गरिँदैन, तर जैविक मल चाहिँ नि त्यहाँ उत्पादन आफैले गर्नु रहेछ भन्ने कुरो पनि देखियो। अर्को चाहिँ तपाईँको तिनै एआई प्रविधि, कृषिमा एआई प्रविधि जो चाहिँ अघि पनि मैले छलफल गरेका थिएँ। त्यो चाहिँ तपाईँको जस्तै म किसान भएँ, मैले चाहिँ नि तपाईँको मानिलिउँ उखु लाएको छु, उखुको चाहिँ ठुलो ऊ पनि रहेछ त्यहाँनिर, उखु लाएको छु। उखुलाई चाहिँ त तपाईँको रोग लाग्ने भयो भने तपाईँको त्यो एआईबाट उहाँलाई पहिल्यै सूचित हुँदो रहेछ, तिम्रो उखुलाई यो चाहिँ तपाईँको रोग लाग्दैछ, तिमीले यो चाहिँ प्रयोग गर। उसको चाहिँ मोबाइलमा चाहिँ तपाईँको एप्स होला त्यो होइन, त्यो एप्समा चाहिँ त्यसरी जाने। अब आज पानी हाल्नुपर्ने मेरो चाहिँ सब्जी खेतीमा पानी हाल्नलाई म रेडी भएँ, तर मैले त्यो चाहिँ एप्स हेर्दै गर्दाखेरि चाहिँ आज पानी पर्छ, तिमीले पानी नहाल्नु भन्ने आउँदो रहेछ। हेर्नुहोस् भनेपछि त्यसरी चाहिँ एउटा सिस्टमको ठुलो विकास गरेको देखियो। र हर्टिकल्चरमा पनि तपाईँको चाहिँ नि तपाईँको जुन फलफुलहरू छ, फलफुलहरू अनेकौँ फलफुलहरू लाएर चाहिँ त्यहाँ विकास गरेको पाइयो। अब हामीसित जमिन त छ, हामीले चाहिँ त्यसरी गऱ्यौँ न। मैले हाम्रो पनि राखेँ, इस्कुस छ हामीसित चाहिँ भने मैले, इस्कुस छ है हामीसित पनि। इस्कुस चाहिँ हाम्रो तपाईँको चाहिँ झन्डै
हाम्रो यो महेन्द्र पिकअप भनेर सम्झाइदिएँ। पिकअपमा चाहिँ दैनिक 150-60 पिकअप चाहिँ भारततिरकै निर्यात हुन्छ भनेर भने हेर्नुहोस्। त्यो एउटा त्यो हेरियो भनेदेखि तपाईँको हामीले हैदराबादकै तपाईँको यो प्रशासकीय भवन भन्दो रहेछ, त्यसलाई चाहिँ तपाईँको मेयरसँग चाहिँ भेटघाट हुन पाएन, उहाँहरूको मिटिङ छ भनेर। तर त्यहाँको प्रमुख प्रशासकसँग बसेर छलफल गरियो र उहाँहरूले चाहिँ तपाईँको यही चाहिँ तपाईँको रेभिन्यूको विषयमा अनि फर्मुलालाई कसरी व्यवस्थापन गरेको विषयमा, त्यो यो लिक्विड वेस्टलाई चाहिँ कसरी चाहिँ तपाईँको गरेछ भन्ने विषयमा छलफल भइसकेपछि अनि घर जग्गा पास गर्ने प्रणालीको विषयमा पनि तपाईँको अलिक फरक आइभन्दा उहाँ अब हुनु चाहिँ हाम्रो र उहाँको मिल्दैन नै केही पनि। उहाँ बनाउने अब 20औँ तला घर बनाउँछ, 20औँ तला घर बनाउँदै गर्दाखेरि त्यो पास त हुन्छ, तर त्यो कम्पनीले तपाईँको चाहिँ नि सरकारमा पहिल्यै पैसा 70% जम्मा गर्नु पर्दो रहेछ, 70% पैसा राख्नु पर्यो, अनि त्यहाँबाट चाहिँ भुक्तानी हुन्छ ती उसको सरकारबाट भुक्तानी। किन भनेर सोधिदियो, अहिले भोलि छोडिदिन सक्छ, यसलाई नियमन गरेको हो भन्ने खालको कुरोहरू गरे। अब अभिलेखीकरणको कुरोहरू पनि गरियो। अब पुरानो घरहरूलाई चाहिँ अभिलेखीकरणहरू पनि पहिला चाहिँ गरेको रहेछ। अहिले चाहिँ तपाईँको त्यो उहाँहरूबाट छोडियो र त्यही चाहिँ तपाईँको त्यो हैदराबादको उमा चाहिँ म्युनिसिपालिटीमा चाहिँ मेट्रो म्युनिसिपालिटीमा चाहिँ तपाईँको पेपरलेस, हामीले पेपरलेसको यहाँ भनिरहेछौँ, तर त्यहाँ चाहिँ के भनेदेखि जनता पनि सचेत अनि अफिस पनि पूर्ण रूपमा पेपरलेस। जस्तै जनताले पनि उसले अनलाइन चाहिँ निवेदन दिने भयो, त्यो निवेदन आउने भयो, त्यो शाखामा आयो होला मानिलिउँ, शाखामा आइसकेपछि शाखाले चाहिँ तपाईँको त्यो हेरिसकेपछि कहाँ गएर पास गर्नुपर्ने भने हाकिम साहबकोमा, हाकिम साहबले नै अनलाइनै पास गरिदिनु भयो फेरि, अनि उसलाई सूचित फेरि तीबाट चाहिँ तपाईँको एप्सबाट नै उसलाई चाहिँ तपाईँको भनौँ न उसलाई चाहिँ तिम्रो पास भए आऊ भन्ने प्रणाली रहेछ। टेक्नोलोजीमा त हाई टेक्नोलोजी, फोहोर व्यवस्थापनको लागि यो कुरो पनि भएको थियो। हामी कहाँ चाहिँ 8 मेगावाट 10 मेगावाट कति छ होइन विद्युत अहिले, त्यस्तै होला, तर फोहोरबाट तपाईँको चाहिँ त्यहाँ 62 मेगावाट चाहिँ विद्युत निकालेको रहेछ फोहोरबाट हेर्नुहोस्। अनि तपाईँको त्यहाँ चाहिँ ग्यास निकालेको रहेछ, ग्यास तपाईँको पाइप सिस्टममा सबैतिर चाहिँ सहरमा वितरण। अर्को तपाईँको मिथिन ग्यास गरेको छ, मिथिनको गाडी उत्पादन गरेको छ, त्यो गाडीलाई चाहिँ तपाईँको तीबाट ग्यास बिक्री हुँदो रहेछ। अर्को ब्रिकेट जो चाहिँ तपाईँको हामी त्यो दाउरा बाल्छौँ नि, त्यो दाउरा बाल्ने प्रविधि फ्याक्ट्रीहरूमा रोकेर त्यो ब्रिकेट चाहिँ नि तपाईँको दिँदो रहेछ। त्यो ब्रिकेट बनाइसकेर रोकिसकेको मात्राले मात्रै त्यो जुन फोहोरको अरू बल्ने चिजहरू हुन्छ त्यसलाई मात्रै लगेर चाहिँ तपाईँको त्यो विद्युतमा गर्दो रहेछ। हेर्नुहोस्, विद्युत बनाउने ठाउँमा चाहिँ त्यो चाहिँ के रहेछ त भन्दाखेरि आगो त्यो जुन फोहोर बल्ने फोहोरहरूलाई चाहिँ लगेर त्यहाँ हाल्यो, त्यस्तो फ्याक्ट्री छ भनौँ न, त्यो चाहिँ ऊ छ, त्यहाँ हालिसकेपछि त्यो पानी हाल्दो रहेछ, त्यो पानीको ग्यासले चाहिँ तपाईँको यस्ता टर्मिनल चाहिँ घुम्दो रहेछ। त्यसरी एउटा त्यहाँको राम्रो प्रविधि त्यो देखियो भनेदेखि तपाईँको हाम्रो अब ढल निकास भनिरहेछौँ हामीले, त्यो ढल निकासमा पनि तपाईँको उहाँहरूको चाहिँ दूषित वातावरण बनाउनु हुँदैन भन्ने प्रणालीमा उहाँहरू गइसक्नु भएको रहेछ। अर्को चाहिँ अब तपाईँको हामीले त्यहाँबाट गइसकेपछि यो तमिलनाडुको उटीमा चियाई बगान मात्रै छ, तर चियामा चाहिँ तपाईँको त्यस्तो लागेन। सबैभन्दा एउटा हामी त्यत्रो चाहिँ जोरहाट गयौँ चियाको सङ्ग्रहालय हेर्न भनेर, तर त्यहाँको चियाको सङ्ग्रहालय चाहिँ त्यहाँ रहेछ, त्यो हेर्न मौका पाइयो र त्यसलाई अब हामीले कपी गर्नुपर्छ भन्ने कुरो पनि लाग्छ। हामीसित त्यस्तो मिसिनहरू त छैन, तर उहाँहरूसित त ब्रिटिससँग भएको मिसिनहरू राखेर अनि चिया पेलेर 20 रुपियाँ लिँदो रहेछन्। त्यहाँ आउने जति पनि पर्यटकहरू छ उहाँहरूलाई 20 रुपियाँ लिने, फ्याक्ट्री किन चलाउनु परेर, दिनमा चाहिँ 1000-2000 आउने अनि त्यसले नै पुगिहाल्ने पनि, त्यस्तो सिस्टम बनाएर रहेछ। अनि अर्को चाहिँ कुन
इयरबाट चाहिँ यहाँ फ्याक्ट्री सञ्चालन भयो, चियाको कहिलेदेखि चाहिँ तपाईँको इतिहास भनेर त्यो चाहिँ राखेको हुँदो रहेछ। चियाको चाहिँ तपाईँको के भने हाम्रो जस्तो हामी ब्ल्याक टीको कुरो गर्छौँ, अर्थोडक्स टीको कुरो गर्छौँ, त्यहाँ चाहिँ फेरि त्यो पहाडी क्षेत्रमा सिटिसी चिया रहेछ, फेरि सिटिसी बनाउँदो रहेछ। हेर्नुहोस् त्यो त्यस्तो देखियो। चियाको मूल्य कति भनेर एउटा कुमार गुरु भन्ने मान्छे चाहिँ आइटी इन्जिनियर, उनीले आफैले नै बाटो चाहिँ करिबन 1.3 करोडमा चाहिँ मैले आफैले बनाएको बाटो भन्थेँ होइन, आइटी इन्जिनियर। तर तिमी कसरी आयौ त भनेर सोद्धाखेरि मेरो बाउ पनि रिटायर, आमा पनि रिटायर भएपछि अलि शान्तले बस्ने इच्छा गर्नुभयो, मैले बाबुआमाको कुरा मानेर यहाँ आएको भने। हेर्नुहोस् उसले तपाईँको यो फ्लोरिकल्चरमा पनि गरेको छ, हर्टिकल्चरमा पनि गरेको छ, एग्रिकल्चरमा पनि तिनटै विधामा काम गरेको छ, तिनटै विधामा काम गरेको छ। जमिन पनि अब त्यहाँ थुप्रै हुँदो रहेछ हौ, त्यो त्यहाँको चाहिँ एकड भनेपछि थुप्रै हुँदो रहेछ। अनि चिया पनि गरेको रहेछ। उसले एउटा रिसर्च चाहिँ के गरेको रहेछ भन्दाखेरि रिसर्च गर्ने प्रणाली चाहिँ जुन वैज्ञानिकहरूले गर्छ नि, त्यो हाम्रो यो के भन्छ केमिकलहरू केबाट गर्छ नि, उसले त्यसरी गरेको छैन, जमिनमा गरेको छ। उसले सबै बोट बिरुवाहरू रोपेको छ, उसलाई लागेको जुन छ त्यो जम्मै रोपेको छ। अब त्यो चाहिँ कुन सप्रियो, त्यो बोट बिरुवाहरू जुन सप्रियो त्यसलाई चाहिँ तपाईँको उसले यो ठाउँमा यो सुट गर्छ भन्ने चाहिँ उसको पद्धतिको विकास गरेको रहेछ। अनि त्यहाँनिर हामीले गर्न सक्ने कुरो एउटा के पनि देख्यौँ भने यो स्ट्रबेरी हामीले गर्न सकिने रहेछ। यहाँ त्यो एउटा लाग्यो, स्ट्रबेरी चाहिँ हामीले गर्न सकिने रहेछ भन्ने पनि लाग्यो। अब यस्ता नयाँ कुरोहरूमा हामीले अलिकति अगाडि बढाउन सकिन्छ भन्ने कुरोहरूमा अब ठुलो कुरोहरू त्यो फोहोरको कुरोहरूमा त हामी गर्न सकिँदैन, तर केही कुरोहरू चाहिँ उपलब्धि भयो। अब हामी चाहिँ तपाईँको त्यति जाँदै गर्दा भारत सरकारले सबै कुरोहरू चाहिँ त्यहाँ खाने बस्नेको राम्रो प्रबन्ध व्यवस्था गरेको थियो र यसरी चाहिँ त्यहाँ तपाईँको हामी 10 दिनसम्म अवलोकन गरेर चाहिँ फिर्ता भएको कुरो म जानकारी गर्न चाहन्छु। र प्रस्ताव नम्बर 1 मा चाहिँ हाम्रो भ्रमणकै विषयमा नि, हजुरको यो भ्रमणमा मलाई आफूलाई पर्सनली सबैभन्दा इन्ट्रेस्टिङ लागेको चाहिँ नि त्यो डिजिटल्ली फाइल हुन्छ भन्ने हजुरले कुरा गर्नुभएको थियो नि। यो डिजिटल्ली फाइल अगाडि बढाउनको लागि हामीसँग पनि जनशक्ति चाहिँ नि छ पालिकामा, हामीले पनि स्टार्ट गरे हो। म आफैले पर्सनली डिजिटल सिग्नेचर गर्ने स्टार्ट गरेको थिएँ। यो चाहिँ यहाँनिर हाम्रोमा पनि लागू गर्ने भने अरू कार्यालयमा सकिँदैन। हाम्रो कार्यालयमा वाडाबाट आउने पत्र र यो नगरपालिकाभित्रै हुनेमा चाहिँ हामी यो डिजिटलको चाहिँ गर्न सक्छौँ जस्तो लाग्छ। त्यो पनि विदिन यो महिना दिनभित्रमा चाहिँ सर्टेन सेटअप गर्ने बित्तिकै हामी गर्न सक्छौँ जस्तो लाग्छ यो एउटा कुरा। अनि अर्को चाहिँ नि हजुर त्यो पछिल्लो अलिक अगाडिको कार्यपालिका बैठकमा मैले यो डिम्याट एकाउन्टको बारेमा, नानीहरूको सेयरको बारेमा कुरा गरेको थिएँ। त्यसको लागि चाहिँ त्यो कारोबार गर्ने मानिसहरू चाहिँ 7, 8, 9 गते 3 दिनको समय सुनभा 5 को लागि दिनुभएको छ उहाँहरूले। अनि यो शाखासँग पनि अलिकति समन्वय गर्नुपर्ने भएको कारणले गर्दाखेरि शिक्षा शाखाबाट कोही एकजना फोकल पर्सन चाहिँ हजुरहरूले यहाँ के अरे हाकिम साहबले वा नगर प्रमुखज्यूले चाहिँ तोकिदिनु हो भनेदेखि हामीलाई उता काम गर्न सजिलो हुन्छ भनेर त्यो अनुरोध गर्न चाहेँ। ठिक छ। अब मलाई लाग्यो चाहिँ यहाँ हामी मालपोत्र नापी कार्यालयमा गइरहेछौँ होइन, सञ्चालन गर्न गइरहेछौँ। अब केही दिनपछि हामी सञ्चालन गर्छौँ, तर त्यो चाहिँ हामी पक्कै पनि सक्दैनौँ होला भन्ने लाग्छ होइन। किनभनेदेखि चाहिँ धेरै लुप पोइन्टहरू हुन्छ त्यस्तोमा कुरोहरूमा, धेरै हामीले चाहिँ तपाईँको बुझेर मात्रै चाहिँ त्यो जग्गा चाहिँ तपाईँको दर्ता पास गर्नुपर्ने पनि हुन्छ। त्यो उमा जाँदाखेरि चाहिँ अनलाइनमा जाँदाखेरि भने डिजिटलाइज गरेर जाँदाखेरि चाहिँ त्यस्तो कुरोमा पनि बसेर छलफल गर्न सकिन्छ, त्यसलाई विकास गर्न सकिन्छ। म कार्यपालिका बैठक पछाडि हजुरलाई भेटेर कुरा। ओके ल। अब आजको प्रस्ताव नम्बर 1 मा चाहिँ सूर्योदय नगरपालिकाको 2083 3/26 गतेको नगर कार्यपालिकाको 18औं बैठक 82-83 मा भएका 14वटा निर्णयहरूमध्ये 11वटा निर्णयहरू कार्यान्वयन भइसकेको र 3वटा निर्णयहरू चाहिँ कार्यान्वयन भइरहेको बेहोरा जानकारी भएको छ। निर्णय नम्बर 1 मा हामीले अलि सानो अक्षर छ त्यही भएर म यता हेर्छु। निर्णय नम्बर 1 मा हामीले निर्णय चाहिँ तपाईँको के गरेका थियौँ भन्ने कुरोहरूमा समीक्षा गरेको थियौँ र 2 नम्बरमा हामीले चाहिँ अब 2083-84 को बजेट तथा नीति कार्यक्रम सार्वजनिक समारोह आगामी भदौ 3 गते सञ्चालन गर्ने र त्यसको व्यवस्थापनको लागि विभिन्न समितिहरू गठन गर्ने निर्णय गरिएको थियो।
निर्णय नम्बर 3 मा चालु आवकका लागि नगर प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरू बीच आगामी भाद्र 5 गते कार्य सम्पादन करार सम्झौता गर्ने निर्णय पारित गरिएको थियो। निर्णय नम्बर 4 मा 3 पाङ्ग्रे सवारी साधनहरूको दर्ता तथा रुट इजाजत प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको थियो। निर्णय नम्बर 5 मा फिक्कल स्थित निर्माणाधीन नगर अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले प्राविधिक र तेस्रो पक्षको मूल्याङ्कनपछि मात्र निर्माण व्यवसायीबाट भवन बुझी लिने निर्णय गरिएको थियो। निर्णय नम्बर 6 मा सफलतापूर्वक सम्पन्न भई फेज आउट भएका साना सिँचाइ कार्यक्रम र रेमी परियोजनालाई धन्यवाद दिँदै आगामी दिनमा सम्बन्धित निकायसँग कार्यक्रम माग गर्ने निर्णय पारित गरिएको थियो। निर्णय नम्बर 7 मा नगरवासीहरूलाई स्वास्थ्य सेवामा सहुलियत दिलाउन नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजसँग सम्झौता गर्ने निर्णय गरिएको थियो। अगाडि बढ्यो नि हो सम्झौताको कहाँ पुग्यो गर्दै हुनुहुन्छ। निर्णय नम्बर 8 मा नगरलाई प्लास्टिक मुक्त बनाउन 40 माइक्रोन भन्दा कमका पोलिथिन झोला निषेध गर्दै एकपटक प्रयोग हुने प्लास्टिकको प्रयोग न्यूनीकरण गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। यसलाई कहाँ अब कसरी अगाडि बढाउने भन्ने कुरोमा कहाँ पुग्यो सर यो? यसमा चाहिँ अलिकति अब के भनेदेखि वडा नम्बर 10, वडा नम्बर 8, वडा नम्बर 9, वडा नम्बर 7, 6 अनि 11, 12 होइन 2ले चाहिँ अलिकति इनिसिएसन लिनु पर्यो। अर्को 4 र 5ले पनि 4 र 5ले पनि किनभनेदेखि यो कुरोमा चाहिँ तपाईँको इलाम नगरपालिका हाम्रो आँखा अगाडि छ। त्यहाँ तपाईँको यति सरसफाइ छ। यो सरसफाइको क्षेत्रमा अलिकति कार्यक्रमहरू बनाएर यो नगरलाई हाम्रो शहरी क्षेत्रलाई बजार क्षेत्रलाई कसरी सरसफाइ गर्न सकिन्छ, फोहोर मैलाबाट कसरी मुक्त गर्न सकिन्छ, हरियाली नगरपालिका कसरी बनाउन सकिन्छ भन्ने विषयमा अभियानको रूपमा चाहिँ सरहरू लागिदिनुहुन्छ भन्ने कुरो पनि छ। र यसलाई कार्यक्रम बनाउने कुरोहरूमा कार्यक्रम बनाएर चाहिँ यसलाई चाँडोभन्दा चाँडो चाहिँ तपाईँको हामीले व्यवहारिक रूपमा यसलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने कुरो पनि म सरहरूलाई राख्न चाहन्छु। र यो चाहिँ नगरी हुँदैन है साथीहरू, हेर्नुहोस् अघि अब यसको चाहिँ विभिन्न पक्षहरू छन्। यसले चाहिँ तपाईँको पछाडि गएर यो हाम्रो भूमि चाहिँ स्लाइडिङ हुने, पहिरो जानेदेखि लिएर तपाईँको हाम्रो उत्पादनमा समेत पनि असर पारेको छ होइन। यसलाई कसरी हुन्छ, यसलाई कसरी मुक्त गराउन सकिन्छ भन्ने विषयमा हामीले 54 सालमा होला मलाई लाग्छ म चाहिँ वडाध्यक्ष हुँदै गर्दाखेरि त्यतिखेर खानेपानी समिति डाक्टर खोला भन्ने थियो मिलेर हामीले सुइरो बजारको दिन सुइरो हामीले चाहिँ सुइरोमा प्लास्टिक सुइरो भनेर कार्यक्रम लगेको थियौँ। भनेदेखि घर घरमा चाहिँ तपाईँको न्यूनीकरण गर्नुपर्छ है फोहोर उत्पादनलाई भनेर तपाईँको चाहिँ हामीले तालिमहरू पनि दिएको छौँ। त्यो तालिमहरू पनि अब चाहिँ गरेर जानुपर्छ। र अर्को कुरो यहाँदेखि हो भनेदेखि चाहिँ हामीले बुझ्नुपर्ने कुरो चाहिँ हामीसित 10 रोपनीको जग्गा छ। प्लान्ट हाम्रो चाहिँ डिपिआर भएर प्लान्ट हामीले चाहिँ गर्न सुरुवात गर्दैछौँ। अब केही दिन पछाडि हाम्रो ठेका सम्झौता भएर हामी त्यो पनि जान्छौँ। तर के भनेदेखि हाम्रो यो 14 वडाको चाहिँ तपाईँको भोलिका दिनमा हुने फोहोरहरू त्यसले चाहिँ तपाईँको त्यहाँ लगेर हामीले राख्न सक्ने अवस्था हुन्छ कि हुँदैन भन्ने कुरोहरू पनि अहिलेदेखि हामीले चाहिँ छलफल गर्नुपर्ने हुन्छ। र त्यो भएकोले गर्दाखेरि मैले त के भनेदेखि सहरी क्षेत्रको बढ्दो चाप बढिरहेको 4 र 5 तपाईँको सहरी क्षेत्र बढ्दैछ है, 4 र 5 पनि बढ्दैछ। अनि यता 11, 12 को पनि बढिरहेको छ होइन। अर्को चाहिँ तपाईँको यो 10 नम्बर त छँदैछ, 8 नम्बर पनि त्यत्तिकै छ, 7, 6 होइन 8, 7, 6ले चाहिँ तपाईँको यो विषयमा अलिकति सोचेर हामीले डम्पिङहरू पनि तपाईँको छ भनेदेखि हामीसित ऐलानी जग्गाहरू प्रशस्त होला त्यो कुरोहरूमा विचार गरेर भयो भनेदेखि चाहिँ अब चाहिँ तपाईँको यो स्रोतलाई फोहोरको स्रोतलाई त्यतै व्यवस्थापन गर्ने प्रणालीमा जानुपर्छ भन्ने लाग्छ।
हाम्रो 4 र 5 को चाहिँ हजुरले अस्ति निर्देशन गर्ने बित्तिकै हामी दुईजना 4 र 5 को वडाध्यक्ष बसेर हाम्रो 4 र 5 को चाहिँ सम्भावित फोहोर चाहिँ फ्याँक्न सक्ने अथवा त्यसलाई चाहिँ राख्न सक्ने खालको चाहिँ एरिया कहाँ हुनसक्छ भनेर केही क्षेत्रहरूलाई चाहिँ हामीले औल्याएका छौँ र त्यो क्षेत्रहरूको चाहिँ जग्गा कसकोमा पर्छ के छ भन्ने विषयमा अहिले बुझ्ने क्रम पनि हाम्रो जारी नै छ र केही जग्गा दनीहरूसँग चाहिँ कोअर्डिनेसन गर्ने पनि कोसिस हामीले गर्न स्टार्ट गरिसकेको कुरा निवेदन गर्न चाहे हजुर। हस्, निर्णय नम्बर 9 मा वडा नम्बर 10 को एकीकृत फोहोर मैला केन्द्र तयार नहुन्जेलसम्मका लागि स्थानीयले निःशुल्क उपलब्ध गराएको सुनापा 10 को जग्गालाई अस्थायी डम्पिङ साइटको रूपमा प्रयोग गर्ने निर्णय गरिएको थियो र त्यसमा पनि अझै अर्को अहिले पनि आइरहेछ, त्यो हामीले अर्को जग्गा पनि हेरेका छौँ। भोलि फोहोरमा चाहिँ तपाईँको कसैले पनि राजनीति नगरोस्, फोहोरले चाहिँ तपाईँको नगरपालिकालाई प्रभाव पार्न नसकोस् भन्ने हिसाबले चाहिँ त्यो पनि हामीले अगाडि बढाइरहेका छौँ र निर्णय नम्बर 10 मा चाहिँ कार्यवाहक नगर प्रमुख चाहिँ भारत जाने भ्रमणको विषयमा अघि मैले राखिहालेँ र अर्को चाहिँ निर्णय नम्बर 11 मा सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत चालु आवाको लागि वडा नम्बर 14 छनौट गर्ने निर्णय गरिएको थियो र यसरी हामीले चाहिँ तपाईँको अघिल्लो बैठकमा यो चाहिँ गरिएको थियो। अब प्रस्ताव नम्बर 3 अब प्रस्ताव नम्बर 3 मा गए सरहरू। वार्षिक अनुगमन प्रतिवेदन। यो अनुगमन प्रतिवेदनको चाहिँ त्यो अलिकति सरले त्यो पढेर सुनाइदिनु न, त्यहाँ छ, मैले यहाँ लेख्नु त लेखेको छु, धेरै पढ्नु परेन। अध्यक्षज्यू, यो चाहिँ यो अनुगमन वार्षिक अनुगमन प्रतिवेदन अनुगमन समिति जुन हुन्छ हाम्रो पालिकाको, त्यो समितिले वर्षभरिको कार्यको एउटा प्रतिवेदन तयार गरेको छ। त्यो प्रतिवेदन चाहिँ हामीले कार्यपालिकाबाट स्वीकृत गरेर यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ। त्यो हिसाबले महालेखा परीक्षकलाई पनि हामीले पेश गर्छ, प्लस हामीलाई चाहिँ एलजी पासलाई यो आवश्यक पर्ने भएकोले गर्दा यो कार्यपालिकाबाट निर्णय भइदियो भने सजिलो हुन्छ भन्ने हेतुले हामीले यो सुझाव र विधिहरू छ त्यहाँभित्र है, यसलाई पास गरेर जाउँ होइन सरहरू? ल, सबै योजनाको छ यो 38 पेजको 40 पेजको अनुगमन प्रतिवेदन। प्रस्ताव नम्बर 4 मा प्रस्ताव नम्बर 4 मा आर्थिक वर्ष 83-84 को अनुगमन कार्ययोजना 83-84 को अनुगमन कार्ययोजना कार्यक्रम कार्यान्वयन निर्देशिका र कार्यक्रम कार्ययोजना स्वीकृत गर्ने सम्बन्धमा भनेका छौँ। कार्ययोजना यो पनि अब हामीले अब बल्ल हामीले कोलिनिकाबाट लगभग 1-2 दिनमा अख्तियारी आउँछ। त्यो आधारमा यो वर्ष हामीले राखेका कार्यक्रमहरूको कार्यान्वयन पुस्तिका बनाएका छौँ। यो अब यो यहाँबाट निर्णय भएपछि सम्पूर्ण वडाहरूलाई र शाखाहरूलाई पठाउँछौँ। त्यो आधारमा चाहिँ यो निर्णयको लागि यहाँ राखेका छौँ। थोरै कुरा भन्नु पऱ्यो, जस्तो चुनाव स्थानीय र प्रादेशिक चुनाव पनि होला, आचार संहिताहरू लाग्यो। अब यो कार्ययोजनाहरू निर्माण गर्दा अब कार्यान्वयनको कुरामा त वित्तीय हस्तान्तरणको कुरा नै हुन्छ। कति त सङ्घबाट प्रदेशबाट आउने रकमको त अब हामीलाई छिटो छिटो बढ्ने भन्दा हुने होइन, तर पनि यो कार्यक्रम कार्यान्वयन अथवा कार्ययोजनाहरू निर्माण गर्दा त्यसलाई अलिक विचार गरियोस् भन्ने हो होइन सर? त्यसले अब यस्तो यो त हामीलाई अब उहाँबाट छुट्टिएको बजेट आउँछ नि भनेर हामीले बजेट बनाउने हो। कतिपय अब चुनाव नहुन पनि सक्ला होइन, हुन पनि सक्ला। त्यो आधारमा त अहिले हामीले यसै भन्न सकिएन, तर अब हुन्छ भन्ने हिसाबले हामीले कार्यान्वयन पुस्तिका बनाएको हो होइन, हुनैपर्छ। फास्ट ट्र्याक कार्यान्वयन कार्ययोजना बनाउनु पर्ला, अब यो चाहिँ अलिक छिटो गर्न सक्यो। गत साल चाहिँ वैशाखतिर जेठतिर चाहिँ पालिकाबाट योजनाको चाहिँ यो पत्र पठाउने उयो थियो। यो चाहिँ सार्वजनिकरण पछाडि चाहिँ नगर स्तरीय योजनाहरू पनि
पत्र वडामा गएदेखि हामी कसरी अब ठेक्का मार्फत गरिने त प्राविधिक इस्टिमेट अनुसार ठेक्का बिट हुन्छ काम हुन्छ कति चाहिँ उपभोक्ता समितिबाट गर्ने कुरा चाहिँ जेठतिर असारतिर पत्र आएर काम पनि गर्न सकिन्छ त्यस कारणले यो चाहिँ होइन यो त यस्तो लाग्छ मलाई अब पत्रहरू चाहिँ आइदिएदेखि हामी वडाले पनि आफ्नो सेड्युल बनाएर कार्य योजना सुरु चाहिँ गर्थ्यो होइन यस्तो लाग्छ यहाँहरूसँग बहस गर्न खोजेको चाहिँ होइन कि त कस्तो हो भने अब योभन्दा अघिल्लो साल त हाम्रो सभा नै ढिलो भयो सभा ढिलो भएको कारणले गर्दा हामी अलिकति ढिलो भएको हौँ अब नहोला पक्कै हामीले सभा गर्दा कतिपय कार्यक्रम संशोधन गर्दैन अगाडि नै गर्छौँ नि त अनि अर्को कुरो अहिले भदौमै सबै गर्नु भने त हामीलाई त उहाँ चैत वैशाखमा निकासी दिन्छ अनि त्यत्रो त उपभोक्ताले त गाह्रो पारिहाल्छ त्यो हिसाबले कहिलेकाहीँ अलिअलि हेर्दै पनि गर्नुपर्ने रहेछ वडागत कार्यक्रम गर्नलाई यहाँहरूलाई कुनै समस्या भएन हामीले कुनै त्यसमा अर्को चिठी पनि गरिरहँदैनौँ यहाँबाट एउटा निर्णय त गर्छौँ पनि होइन अख्तियारी आइसकेपछि तपाईँहरूलाई त्यसमा केही प्रब्लम भएन बाँकी पालिकाको हिसाबमा चाहिँ त्यो कुरालाई हामीले चाहिँ नगर स्तरीय योजनाकै कुरा गरेको कतिवटामा चाहिँ सरलीकरण पनि होस् जस्तो अधिकारहरू पनि गराउनु पर्ने स्थिति भयो नि त्यो पनि अब अलिक छिटो जानु ठिक छ तालिम सशक्तिकरणको कुराहरू झन् त्यो आचार संहिता हुने बित्तिकै केही गर्न पाइँदैन सर होइन त्यस्तो कुरा अगाडि तान्नुपर्छ त्यस्तो ठिक छ हामी आगामी दिन कार्यपालिका बैठकहरू फेरि बसेर यो बारेमा टुङ्ग्याउँछौँ ठिक छ त्यसमा चाहिँ सर मेरो पनि कुरा जस्तो हामीले ब्रेकडाउन गरेर यत्रोबाट पठायौँ होइन ब्रेकडाउन गरेर पठायौँ ब्रेकडाउन गर्दाखेरि त चुनाव वरिपरि अथवा चुनाव हुनुभन्दा सम्मको छ होइन अब हाकिम साहबले भनिहाल्नुभयो अब वडाकै कार्यक्रम गर्नु चाहिँ ब्रेकडाउनको खासै त्यस्तो असर गर्दैन भन्नुभएको हो कि त्यसो भन्नुभएको पनि ठिकै हो होइन वडागतलाई हामीले तपाईँहरूलाई यसो गर्नु उसो गर्नु भनेर भनेको छैनौँ तपाईँहरूलाई चाहिँ पठाएकै छौँ त्यही आधारमा रहेर गर्नुहुन्छ होइन अलिकति पैसाको चाहिँ माथिबाट निकासी तुरुन्तै एकैचोटि नहुने कारणले गर्दा कहिलेकाहीँ भुक्तानीमा थोरै पछाडि चाहिँ अप्ठ्यारो हुनु सक्ने हिसाबले गर्दा यहाँहरूले वार्षिक सन्तुलन मिलाइदिनु होला भनेर मात्रै अनुरोध गरेको सन्तुलित आधार त्यति मात्रै हो ल प्रस्ताव नम्बर 5 मा यो कृषि विकास शाखाका कार्यक्रमहरू सञ्चालनका लागि वडा छनौट सम्बन्धमा यस सूर्योदय नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट अनुसार कृषि विकास शाखा मार्फत सञ्चालन हुने गरी देय बमोजिमका कार्यक्रमहरू स्वीकृति भई बजेट विनियोजन भएको ब्यौरा अवगत नै छ सञ्चालन गर्नुपर्ने कार्यक्रमहरू हो बजेटको विवरण कृषक पाठशाला कार्यक्रम 1,50,000 कृषि पकेट कार्यक्रम अलैँची कफी खेती प्रबन्धन कार्यक्रम 15 लाख पाङ्गरिक कृषि प्रबन्धन कार्यक्रम 1,25,000 फलफुल बिरुवा वितरण कार्यक्रम 50% लागत साझेदारीमा 3 लाख माथि उल्लेखित कार्यक्रमहरू कृषकको आवश्यकता भौगोलिक सम्भाव्यता र औचित्यका आधारमा लक्षित वर्गसँग पुर्याउनका लागि वडाहरू छनौट गर्नुपर्ने भएको छ तसर्थ कार्यक्रम कार्यान्वयन गर्ने वडाहरूको टुङ्गो लगाउने विषयलाई यहाँ ल्याइएको छ ल सर अब एकैछिन यो कृषक पाठशाला एकैछिन ल 10 नम्बर अध्यक्षज्यू यो कृषक पाठशाला कार्यक्रम चाहिँ एउटा मात्रै वडा है सेलेक्सन गर्नुपर्छ गत वर्ष समस्या भएको छ सर दुईटा वडामा त्यो एउटा मात्रै गरौँ आठले त पढिसक्यो पाठशाला पढिसक्यो अरू हात उठाउनुहोस् तपाईँले ल्याउने नि अब यो तपाईँको कृषि पकेट कार्यक्रम भनेर त अस्ति हामीले 4-5 राखेको छ होला जस्तो लाग्छ त होइन कुन राखेको छ अस्ति चाहिँ तपाईँको एउटा पहिला गरेको छ हेर्नुहोस् है त्यहाँ 10-11-12 के छ भने जस्तो लाग्छ हामी यस्तो छौँ कि कफीको लागि हामी 12, 13, 14 कफी कफी हुँदैन नि त कहाँ हुन्छ कफी पकेट भनेर हामीलाई वडा छुट्याउने अनि बजेट चाहिँ नदिने अब यसमा चाहिँ हामीले नीतिमा रहेको छैन
यसलाई 15 लाख रहेछ कि 5 लाखको दरले वडा वाइज यसो उसो नगरौँ कि हाम्रो नीति अनुसार जाउँ न। नीतिमा त 5 लाखको होइन कफी क्षेत्र भनेर त हाम्रो नीतिमा नीति चाहिँ के को नीतिमा राखेको छ सर यो हाकिम साहब? पकेट क्षेत्र पकेट हाकिम साहब अध्यक्षजीहरू एउटा यसो गर्नु न तलै चिन्छ त के को नीतिमा राखेको छ? अध्यक्षजीहरू यसो गर्नु न यो अगाडिको चाहिँ पैसा थोरै भएर हेरि नै गयो पहिला 1 नम्बर टुङ्ग्याउँदै जाउँ न कृषक पाठशाला कहाँ राख्नु पहिला कृषक पाठशाला 8 र 9 मा गत वर्ष चाहिँ 8 र 9 मा सञ्चालित भएको छ है कृषक पाठशाला। त्योभन्दा अघिल्लो वर्ष 1 मा भएको छ सर। यो पालि अन्य तपाईँले लास्टमा उभियो भने मात्रै दिनु 10 नम्बरलाई। मेरो चाहिँ के भने हाम्रो कार्यक्रम थियो 10, 11, 12 अलैँचीको कार्यक्रम त्यसलाई कन्टिन्यू गर्नुपर्छ कि भन्ने कुरो हो। अब यो जहाँ अस्ति हामीले जुन यहाँ कार्यपालिकाको निर्णय गरेको होइन त 10, 11, 12 थियो है सर अलैँची पकेट कार्यक्रम त्यो ती हाम्रो दुई चाहिँ हाम्रो जस्तो लाग्छ मलाई। यसलाई अलैँचीकै शीर्षकमा आएको अघिल्लो माइनरको त हेर्दा भइहाल्छ त हाम्रो अलैँची भएको एरियालाई गरेको यहीँबाट गरेका छौँ है के गरेका छौँ भनेदेखि तपाईँको कफी पकेट क्षेत्र र अलैँची क्षेत्र भनेर गएका छौँ होइन यो पहिला गरेका छ सर म भन्छु यो सन्दर्भमा यो नीतिमै हालेको छ नीतिमै हालेको छ त्यतिखेर नि एउटा नीतिमा त छैन सर। म अध्यक्ष म भनौँ यो सन्दर्भमा अलिकति भन्नु न यो अलैँची अथवा कफी यो कार्यक्रमहरू कुनै नीतिमा पास भएको छैन विषयगत समितिबाट पनि छलफल भएर आएको होइन। कति चाहिँ भएको भने अध्यक्ष यो प्रादेशिक कार्यक्रमहरूको योजना माग भयो नि त्यो योजना माग हुँदाखेरि चाहिँ हामीले योजना शाखाबाट सिफारिस गर्ने क्रममा चाहिँ यो कुन कुन वार्ड हुन्छन् सम्भावित हाम्रो छलफल बेगर पनि तत्काल गर्नुपर्ने परिस्थितिमा यो वार्डमा यसरी लाने भनेर भएको छ। अरू चाहिँ नीतिगत रूपमा यसमा चाहिँ भएको छैन। यो चाहिँ आइहालेछ अघि यहाँ आइपुगेछ हेरेँ मैले यो चाहिँ मेरो आफ्नो उद्देश्य चाहिँ के थियो भनेदेखि यो 15 लाखको तपाईँको 7.5 लाख रुपियाँका अलैँचीको बिरुवा 7.5 लाख रुपियाँको कफीको बिरुवा बाँडेर चाहिँ हामी पकेट क्षेत्र बनाउन सकिँदैन भन्ने लाग्छ। यसलाई नर्सरीमा लानुपर्छ है सर भनेर मैले सरलाई भनेको थिएँ नर्सरीमा लैजाउँ हामी 14-15 के अरे हाम्रो 35 रुपियाँ जग्गा पर छँदैछ त्यो भएन भने नि पञ्चकन्या क्षेत्रमा हाम्रो 35-40 रुपियाँ जग्गा छ त्यसलाई नर्सरी गरेर हजुर लिएर नर्सरीमा गएर अनि एकैचोटि बाँडेर जाने हो कि होइन हामीले अहिले नै गरिहाल्नुपर्छ भन्ने छैन होइन। त्यसो गरियो भने सबैलाई बिरुवा पुग्छ भन्न लागेको यसको चाहिँ अलैँचीको चाहिँ के अरे कफीको चाहिँ तपाईँको यसको बिरुवा राख्ने समय भनेको फागुन हो क्या। अब यो मङ्सिरतिर त यो पाक्छ पाकेपछि त्यो किन्नु पर्यो होला होइन अथवा भेला जम्मा गर्नु पर्यो समय छ त। अनि फागुनमा चाहिँ बिरुवा राखेर अनि अर्को फागुनमा 1 वर्ष हुन्छ जेठ असारमा रोप्ने हुन्छ ठ्याक्कै हुन्छ नि ठ्याक्कै हुन्छ। यो त्यसो गरियो भने अलिकति के हो भनेदेखि मैले भनेको यो छरुवा बजेट छरुवा प्रणालीमा हामी गयौँ भने देखिँदैन। अध्यक्षज्यू मैले यो नर्सरीको विषयमा वार्ड नम्बर 8 मा पालिकाले नै लगानी गरेको उयो पनि छ वन क्षेत्र छ त्यहाँ ट्याङ्की निर्माण छ एउटा घर छ पाइप छ होइन नर्सरी गर्नलाई उपयुक्त जग्गा त्यहाँ पनि छ र अघि 9 नम्बरको भनिहाल्नु अध्यक्षज्यूले यस्ता जमिनहरू हेरेर नर्सरी गर्यो भने अब कालान्तरमा धेरै पकेट क्षेत्र बनाउन सकिन्छ धेरैलाई लाभ हुन्छ नि यहाँ झगडा पनि नहुने त्यसलाई रेखदेख कसरी गर्ने र नर्सरी उत्पादन गरियो भने आफ्नै ठाउँमा छ भने उपयुक्त समयमा पनि लाउन सकिन्छ न बाहिरबाट झिकाउँदाखेरि वार्ड नम्बर 3 ले कति राम्रो अलैँचीको बिरुवा वितरण गर्नुभयो तथापि तर टाइममा नआउँदा कति बिग्रिन पनि सक्ने रहेछ। यो चाहिँ आफ्नै पालिकामा भइदिए उपयुक्त समयमा हामी बाँड्न सकिन्थ्यो भन्ने। अब यसमा वनको साथीहरूले पनि गरिरहेछ मसित कुरो होइन यो हाम्रो गोलियाको साथीहरूले पनि उहाँहरूले पनि हामी तपाईँहरूलाई सहयोग गर्छौँ पनि भनेको छ। त्यसो गर्न सक्यो भनेदेखि चाहिँ के हो भनेदेखि हाम्रो उद्देश्य चाहिँ के हो त भन्दाखेरि के राख्नु जसरी चियाको हाम्रो एरिया छ नि त्यस्तै अलैँची र तपाईँको चाहिँ कफीको एरिया भइदियो भनेदेखि चाहिँ तपाईँको अनि नागरिकको क्रय शक्ति अटोमेटिकली वृद्धि भएर जान्छ कि यति भयो भने चाहिँ कृषि पर्यटन पनि प्रवर्धन हुन्छ। अनि
पर्यटक प्रबन्धन पनि हुने भयो। अब यसलाई 15 लाखै बाँडेर जाँदाखेरि पोहोर हेरिहाल्यो अलैँची बाँडेको छौँ होइन, पाउनेले पाए नपाउनेले पाएन। अहिले यतिको चाहिँ हामीले उत्पादन नर्सरी उत्पादन गऱ्यौँ भने निकै हुन्छ होला जस्तो लाग्छ। यसलाई यो थोरै म राखौँ कुरा, यसमा 3वटा शीर्षक छ कि 15 लाख रुपियाँ रहेछ होइन। यसलाई 3वटा भागमा विभाजन गरौँ। 5 लाख चाहिँ अलैँची, 5 लाख कफी अनि 5 लाख चाहिँ बिरुवा उत्पादन होइन। 5 लाखको चाहिँ जुन चाहिँ हामीले कफी खेती साझेदारी 10 लाखको जुन चाहिँ साझेदारीमा, त्यसो गर्दाखेरि त्यो 20 लाख भयो होइन। 5 लाख चाहिँ जस्तै हाम्रो त्यो चाहिँ प्र्याक्टिसमा आइरहेको जहाँ चाहिँ हामीले हिजोको दिनमा बिरुवा उत्पादन गरेको 8 नम्बरमा, त्यहीँनिर त्यसलाई चाहिँ क्रमागत रूपमा त्यहाँ गर्दा भएको। जस्तै हामीले 5 लाखको बिरुवा अलैँचीको बिरुवा भयो भने 10 लाखको अलैँचीको बिरुवा भने पनि 7 रुपियाँले धेरै बिरुवा आउँदो रहेछ होइन। जस्तै अहिले यो कफीको बिरुवा 30 रुपियाँ बजार मूल्य छ होइन। 30 र 10 लाखको भयो भने त 16,000 16 दुना 32,000 जति बिरुवा आयो होइन। त्यो हिसाबले गऱ्यो भने चाहिँ वितरण पनि हुने, हाम्रो प्रवर्धन पनि हुने हिसाबले हुँदाखेरि अनि आवश्यक हिसाबले जस्तै अब 12, 13, 14, 4, 5 होइन 9ले उपयुक्त ठाउँमा आफूले चाहिँ गर्दाखेरि फरक नपर्ने गरी चाहिँ हुने चाहिँ देखिन्छ है। त्यसरी गऱ्यो भने चाहिँ हुने रहेछ। के यसलाई नर्सरी उत्पादनमा लैजाउँ होइन त? शीर्षक परिवर्तन गर्नुपर्छ पर्दैन? त्यही गरौँ होइन त सरहरू? यो चाहिँ के हो त भन्दा दिगो कृषि व्यवस्थापन, दिगो कृषि व्यवस्थापन है यो चाहिँ। हेर्नुहोस् के गर्ने त अध्यक्ष, यसलाई चाहिँ प्रस्ताव सूचना प्रस्ताव मागेर गर्ने, जुनै पनि वार्डमा गर्ने भन्ने। जुनै वार्ड भन्नु नर्सरी हाम्रो एकै ठाउँ गर्दा पनि भयो, हामी आफैले गर्दा पनि भयो होइन। पालिकाले आफैले प्रस्ताव राखेर हाम्रो जमिन पनि छ गर्दा पनि भयो, प्रस्ताव आमन गरेर गर्दा पनि भयो। होइन व्यवस्थापन गर्ने कुरा आफ्नो ठाउँमा रह्यो कि मेरो चाहिँ आफ्नै विचार है। जस्तै के हो भन्दाखेरि चाहिँ अब हामीले पकेट क्षेत्र भनेर भनिरहेको छौँ नि। हामीले प्रदेशमा योजना माग गर्दा पनि पकेट क्षेत्र भन्छौँ होइन। अब नीतिमा नि पकेट क्षेत्र भन्ने होइन। अनि पैसा आउँदाखेरि चाहिँ आफ्नो आफ्नो कुरा गर्ने, यो त हुँदैन ल होइन। अब यो चाहिँ कसरी गर्ने भन्ने कुरामा चाहिँ पकेट क्षेत्रको आधारमा चाहिँ गर्दा चाहिँ समस्या हुन्छ जस्तो लाग्दैन क्या मलाई। नभए त यहाँ त अब कस्तो भयो भने आफ्नो आफ्नो कुरा राख्ने, अनि भरे चाहिँ अब मेरो वार्डमा परेको परेन भन्ने खालको जस्तो देखिन्छ क्या। अध्यक्षज्यूहरूले हामीले बोल्दाखेरि हामी सबैको भोइस त्यस्तो जस्तो अरूले बुझ्छ कि जस्तो लाग्छ है मलाई। त्यसले गर्दाखेरि हामी त्यता नजाने होइन। अब यसको पकेट क्षेत्रको आधारमा गरियो भने चाहिँ सजिलो हुन्छ जस्तो लाग्छ मलाई। तपाईँहरूलाई कस्तो लाग्छ होइन? अब पैसा आइसकेपछि चाहिँ अब पकेट क्षेत्र पनि बिर्सिने होइन, सबै कुरा बिर्सिने क्या। अब यो चाहिँ राम्रो होइन। सञ्चालन कार्यविधि नै छ क्या, यो गर्ने भनेर कार्यविधि बरु यो नर्सरी भनेर पकेट क्षेत्रको पूर्वाधार निर्माण भनेर निर्णय गरेर नर्सरीमा गयो भने सुन्नु न, यो नेपाल सरकारको नि यो पकेट क्षेत्र सुन्नुहोस् न, तपाईँले युटिलाइज गर्न खोजेको पनि हो क्या। हामीसित 35 रोपनी त्यहाँ जग्गा छ गरौँ होइन। त्यो 35 रोपनी जग्गा तपाईँको किनेर राखेको छ, नगरपालिकाले के गर्यो भने आइसक्यो बाहिर होइन, आइसक्यो के गरेर राखेको छ त्यो, कोही खरिद गर्ने अनि जग्गा चाहिँ त्यतिकै राख्ने भन्ने कुरो पनि आएछ होइन। अर्को तपाईँको सार्वजनिक जग्गा हाम्रो चाहिँ नि त पञ्चकन्यामा उपलब्ध भएको छ नि, त्यसलाई पनि अगाडि लाने, केही न केही काममा त लान सक्यो त तपाईँको। त्यो चाहिँ राम्रो कुरा जस्तो लाग्यो। जस्तै हाम्रो चाहिँ अब त्यत्रो बिरुवा उत्पादन गरेर एकैचोटि सबैले लाँदा भइगयो त तपाईँको बराबर होइन। हजुर चुनाव तपाईँले 1 वर्ष पाउनु हुँदैछ ल, आउँदैछ होइन। हाम्रो सार्वजनिक जग्गामा अब त्यसरी घेराबारा गर्नु पनि बितेकै छ।
यसलाई कम्तीमा 20 लाख रुपियाँ हाम्रो भयो नि त, यता 10 लाख गर्दाखेरि साझेदारीमा 20 लाख हुन्छ। 5 लाख रुपियाँ बोट बिरुवा उत्पादन गर्नेमा लाग्यौँ भने नि त्यो इनफ हुन्छ 1 वर्षमा चाहिँ। त्यो हिसाबले किनभने पहिलो प्र्याक्टिस हो कि, त्यसले फेरि लगानी पनि एकैचोटि फेरि हामीले ग्यापै 15-20 लाख रुपियाँ लगानी गऱ्यौँ भने त्यो स्केलमा हुन्छ प्रोडक्सन, यसको प्रतिफल चाहिँ थाहा हुँदैन होइन व्यापारिकमा हिसाबमा पनि। यो अहिले चाहिँ यो यसो विशेषतः चाहिँ 10 लाखलाई चाहिँ साझेदारीमा 20 लाख हुन्छ हाम्रो, 5-5 लाख रुपियाँ जस्तै 5 लाख रुपियाँ अलैँचीको बिरुवामा, 5 लाख रुपियाँ कफीको बिरुवामा गऱ्यो भने त्यो चाहिँ 10 लाख भयो, 10 को 20 हुन्छ। किनभने साझेदारी 50% साझेदारीमा हामीले कृषकहरूलाई त्यो बिरुवा वितरण गर्छौँ। अनि 5 लाख चाहिँ हामीले चाहिँ उत्पादनमा कफीको उत्पादन गर्ने भए कफीको बिरुवा उत्पादनमा चाहिँ हामीले चाहिँ त्यसमा 5 लाख रुपियाँ लगानी गऱ्यौँ भने अनि अर्को वर्ष हामीले बाँड्दाखेरि पनि ठ्याक्क कति वर्षमा यसो गर्न सक्यो नि। अलैँची विकास संस्थासँग तपाईँको एउटा सम्झौता गर्न सकिन्छ। उहाँहरूलाई अलैँचीको लागि अलैँचीमा उहाँहरूसित कति लाखको गर्ने, ल हाम्रो र तपाईँहरूको साझेदारीमा हाम्रो प्लान्ट गर्नु पऱ्यो भन्ने खालको कुरोमा जान सकियो होइन। कफीमा नर्सरीमा कफीमा तपाईँको टी बोर्ड छ होइन, टी बोर्डसित बसेर छलफल गरेर ल तिमीहरू पनि आउन सहभागी गर भन्ने त पाइयो नि त होइन। कन्सेप्ट चाहिँ यो के हो भने तपाईँहरूले चाहिँ के बुझिनु पऱ्यो भनेदेखि हामीले 8-9 वर्ष बाँडेर गयौँ। बाँडेर गएको ठाउँको चाहिँ अहिलेसम्म तपाईँको हेर्न लायक कहाँ हो? मैले बुझेसम्मको मात्रै के भने तपाईँको यो चाहिँ के भन्छ हाम्रो इरिगेसन प्रोजेक्ट होइन, त्यो चाहिँ देखिन लायकको छ होइन एसआइपीको। अब अन्य क्षेत्रहरूमा कृषिमा गरेको कुरामा हामीले बाँडे चुडेको मात्रै देखिन्छ क्या। केही गरेर जाउँ न त, लास्ट इयर हो होइन, केही गरेर जाउँ, पकेट एरिया बनाएर एउटा धारणाको विकास गरेर जाउँ भन्न खोजेँ मैले। त्यही गरौँ न होइन। अब साझेदारीमा गर्ने कर्मचारी संयन्त्र चाहिँ अब प्रमुख प्रशासकज्यूले भन्नु पऱ्यो हाम्रो कृषिको कर्मचारीहरूको मेन पावर र त्यो अनुसारको चाहिँ उसले भ्याउँछ भ्याउँदैन, किनभने त्यसमा त अलिक समय चाहिँ दिनुपर्ने हुन्छ, पर्याप्त मेन पावर छ कि छैन। 15 लाखको कार्यक्रम गर्नलाई 1 वर्षमा सक्नु भने त्यो आफैमा पनि एउटा कुरो हो होइन। त्यो अनुसारको रात दिन पानी हालेर सिँचाइदेखि लिएर व्यवस्थापन गर्ने त्यो खालको प्राविधिक चाहिँ हेर्ने चाहिँ संयन्त्रको चाहिँ डेभलप गर्नु पऱ्यो। यस्तो छ यो उहाँहरूको चाहिँ पोहोरको हामीलाई अलिकति अनुभव गर्ने अलैँची हामीले अन्तिम बेलामा धन्यवाद 3 नम्बरको वडाध्यक्षज्यू लगायत सम्पूर्णको सामान्य कार्यक्रम गर्न सम्पन्न सफल पनि भयौँ। अहिले भइदियो भने त हामीले तपाईँले भनेको पाटोमा हेर्न सक्छौँ, कर्मचारी छन्। अब उहाँहरूको विज्ञता चाहिँ केमा छ म पनि त्यत्रो थाहा पाउँदिनँ होइन। भएन भने ट्रेनिङ दिएर पनि गर्न सकिन्छ नि। यत्रो हामीले चाहिँ पालिका स्तरीय गौरवको कार्यक्रम बनाउँदाखेरि होइन गरेर त किन नसकिने भन्ने त छँदै छैन। तर यो नर्सरीको त अब एउटा समग्रलाई होला, कफी र उसको चाहिँ अलैँचीको चाहिँ वडागत छनौट चाहिँ गर्नुपर्छ। उहाँहरूले पनि कहाँ कार्यक्रम गरे त्यही ढिलो भयो भनेर चाँडो ल्याउन खोज्नु भएको हो। फेरि यसमा त अलिक ड्युरेसन पनि लाग्छ। होइन नर्सरीको त 5 लाखकै मात्रै भन्ने कुरा आएको थियो नि त होइन। 5 लाखको चाहिँ अहिले हामीले हेरौँ भनेर सबै गरौँ बिरुवा जम्मै निस्किन्छ। 50 लाखको बिरुवा आउँछ, 1 करोडकै होला होइन। त्यति गर्दाखेरि बिरुवा धेरै उत्पादन हुन्छ। त्यसो भए हामीले नर्सरीको पाटोमा नर्सरी कहाँ राख्ने के गर्ने भने चाहिँ विषयगत समितिलाई नि अलिक विषयगत समिति त्यो जिम्मेवारी दिउँ कार्यपालिकाबाट। सबै गर्नुहुन्छ त्यो शाखाले तय गर्छ, विषय समिति निर्णय गरेर ल्याउनुहुन्छ। ल त्यही गरौँ होइन त। ल यो ऊ चाहिँ कृषि पाठशाला के भयो? होइन त्यसमा हाल्न अलिक मिल्दैन यो। त्यो सुरुदेखिको अन्तिमसम्मकै तिनीहरूको जेल्टा चाहिन्छ। कति घन्टाको अनिवार्य पढाउने भन्नेहरू हुन्छ, यसको फेज हुँदो रहेछ। दसले गर्ने हो त। इच्छा अरू साथीहरू भन्नुहोस् है। ल वडा नम्बर 10 छनौट भयो है। हजुर अर्को छ यो पाङ्गरिक कृषि
प्रबन्धन कार्यक्रम ल साथ भएको हो ए सरहरू हेर्नुहोस् त त्यो दाबी गर्न दिनुपर्छ नि त यहाँ छलफलै हो नि त यो त के गरौँ ल भन्नुहोस् त भयो ल 7 लाई भयो अर्को फलफुल बिरुवा वितरण कार्यक्रम भनेको छ है यो चार ठिक छ तौर मिलाउनुहोस् है लु छिटो यसो गरौँ न यो फलफुल बिरुवामा चाहिँ अघिल्लोचोटि नि हामीले आह्वान गर्दा त्यति प्राप्त नभएकोले गर्दा 2टा वडा सेलेक्सन गरिदिन 3 दुना 6 लाख हुन्छ यो उहाँहरूको नि 50% छ त्यस कारणले गर्दा 2टा वडा चाहिँ सेलेक्सन गर्नु ल एउटा है यसमा पनि मेरो अलिकति कुरा अब यो क्षेत्रमा पनि तपाईँको के देखियो भनेदेखि हामीले यो शीर्षकमा बजेट आयो तपाईँको फलफुलको बिरुवा बाँड्ने भनेर अब हामीले कुनै पनि नगरपालिकासित तपाईँको तराईको हुन्छ अथवा कताको हुन्छ अलिकति त्यस्तो क्षेत्रसित चाहिँ समन्वय गरेर धेरै रहेछ साथीहरूको हेर्नुहोस् बिरुवा चाहिँ बनाउने ठाउँहरू उहाँ हाम्रो के अरे भागपोखथुङमै गर्नुभएको रहेछ साथीहरूले फलफुलको बिरुवाको नर्सरी हेर्नुहोस् है अनि अर्को पालिका कसले पनि भन्दै थियो हेर्नुहोस् उहाँहरूले पनि गर्नुभएको रहेछ अब यो चाहिँ कस्तो भने हामीले पनि सुरुवात यो चाहिँ तपाईँको सुरुवात चाहिँ के हो त भन्दाखेरि बिरुवैबाट हो हेर्नुहोस् बिरुवा किनेर ल्याएर कति पनि हुँदैन होइन एउटा सुन्तलाको बिरुवाको दाम कति पर्छ सर 150 तिमीलाई कति आयो जोडिहाल्नुहोस् न एभोकाडोको कति आयो हो यस्तै हो यसलाई शिक्षा यो पालि त गरौँ अर्को पालि बस्यो भने चाहिँ साथीहरू यसलाई पनि नर्सरीमै जानुपर्छ भन्ने जानुपर्छ है ल यो 2टाबाट छान्नुहोस् है तपाईँहरूको कुरो हो त्यो चाहिँ अब सरले भन्नुहोस् यो फलफुल प्रवर्धन केन्द्र छ सर सरकारी त्यो सुरुमै अप्लाई गर्यो भने त्यहाँबाट राम्रो बिरुवा पनि पाउँछ ग्राफ्टेड बिरुवाहरू पाउँछ त्यसो हुँदाखेरि त्यही गर्दाखेरि पनि हामीले नर्सरी भन्दा पनि त्यो ग्राफ्टेड बिरुवाहरू आयो भने त 2 वर्ष 3 वर्षबाट फल्न सुरु हुन्छ म अलिकति थोरै कुरा भन्नु पर्यो हजुर यो विषयमा नि हामीले बोट बिरुवा नगरपालिकाले बाँड्ने बोट बिरुवामा चाहिँ हामी धेरै संवेदनशील हुनुपर्ने रहेछ अस्ति यो हामीले बाँडेको कागतीको बिरुवा छ नि जस्तै हामीले अस्ति वनमा त्यो बाँड्यौँ नि त्यो कागतीको बिरुवा पनि त्यो ठुलो खालको त्यो के भन्छ होइन ज्यामिर खालको हुँदो रहेछ कि अनि मान्छेले के भन्दो रहेछ भने जस्तै बाँडेको कुरामा पनि हाम्रो चाहिँ त्यसको आएन भने चाहिँ जस्तै फ्रीमा भयो भने पनि तर मान्छेले चाहिँ के भने 3 वर्ष उसको मिहिनेत हुन्छ अनि त्योसँग एट्याचमेन्ट भएको कारणले गर्दा उसको उत्पादनसँग पनि त्यो भावनात्मक कुरा हुँदाखेरि नगरपालिकाले बाँड्ने बिरुवाहरूमा चाहिँ बरु 1-2 पैसा बेसी दिँदाखेरि फरक पर्दैन त्यस्तो चाहिँ रहेछ है सरकारले बाँड्ने कुरामा चाहिँ अनि हाम्रो जस्तै अस्ति नै हाम्रो जस्तै तल हाम्रो कृषि शाखाबाट चाहिँ त्यो प्याकेटको चाहिँ मुलाको बिरुवा बाँड्यो होइन त्यो अफिसमा गएर त्यहाँबाट किनेर लगेछ तर त्यो मुलाको बिरुवा चाहिँ त्यो जत्तिकै झाँगेर त्यो चाहिँ काठ पसेर त्यो भुतभुत उनी खालको फुलङ्गे होइन त्यसले गर्दाखेरि त्यो एकजना हाम्रो वडामा चाहिँ त्यो एकजना कृषकले चाहिँ के भन्नु भने मेरो त परिश्रम मात्र गएन मैले त्यो उत्पादन गर्दाखेरि त्यो समय गयो त्यस पछाडि त्यहाँभित्र उसको लगानी गयो उसले त्यो अवधिमा चाहिँ अर्को बिरुवा उत्पादन गर्दाखेरि उसले समय दिँदाखेरि चाहिँ त्यो किसिमको चाहिँ प्रतिफल राम्रो प्रतिफल पाउँथ्यो भन्ने सम्मको चाहिँ कुरा हुँदो रहेछ होइन बरु पैसा अलिक धेरै पर्दाखेरि धेरै लिँदाखेरि फरक नपर्ने रहेछ तर के भने उत्पादन हुने वस्तुमा चाहिँ एस्योरेन्स 100% एस्योरेन्स भएर मात्रै प्रमाणित भएको मात्रै बाँडौँ एकदम धन्यवाद सही कुरो थियो अध्यक्षज्यू यो एकताल अदुवाको बिरुवा ल्याइयो नमस्कार गरेर यो रोपिदिनुहोस् भनेर कसैले लगेन कति रिसाए अनि लास्टमा हेर्दा पनि साह्रै खत्तम अहिले लगेर फकाएर रोप्नु यति धेर फल्यो देवेन्द्र सरलाई पनि धन्यवाद तपाईँ त्यहाँ बढी खाल पनि सङ्कलन गर्नुभयो अनि उहाँहरूले तपाईँको यो
तारगाउँमा टिसिएजीको लगभग 8 मनसम्म फलायो र अहिले चाहिँ धन्यवाद दिन आउने अध्यक्षलाई भन्दै थिइरहेको थिएँ। अनि त्यो चाहिँ धेरै समस्या भयो। त्यो के अरे त्यो बिरुवा क्षमता पनि राम्रो रहेछ त्यो यो तपाईको कपुर बोट कपुर बोट ल यो चाहिँ राम्रो भयो एकदम। यो चाहिँ नेपाल सरकारकै अदुवा परीक्षण ल्याब सहितको केन्द्र रहेछ। त्यो प्युठानबाट होइन कि कहाँबाट ल्याउनु भएको थियो? हैन सल्यानबाट। सल्यानबाट। अनि त्यो महँगो भयो भन्दा धेरै कम्प्लेन आयो नि 3 नम्बरबाट मेलबोटे सेक्टरबाट नि आयो। 6 नम्बरले झन्डै नलागेर पछि जबरजस्ती लाग्नु भएको थियो। अनि त्यसको त्यो रोग प्रतिरोधक क्षमता पनि राम्रो रहेछ। ल अब अर्को यो फलफुल कसलाई भयो त हौ? 1 र 4 लाई भयो। लु सकिएछ। साह्रै मसिनो आउँदो रहेछ अक्षर नै साह्रै आँखाले नभ्याउने भयो। यो र 6 नम्बर होइन यो 6 नम्बर होइन कृषि विकास शाखा अन्तर्गत सञ्चालन चिया गुणस्तर प्रवर्धन। यो 6 नम्बर प्रस्तावमा चाहिँ हाम्रो चिया गुणस्तर प्रवर्धन कार्यक्रम परीक्षण ल्याब सञ्चालन गर्ने सम्बन्धमा चाहिँ छ। यसमा चाहिँ त्यहाँ छ यसको डिटेल डाटा हेर्नुहोस् त। डिटेल छ कि छैन यति नै हो। सभाबाट बाई मिस्टेक भएको रहेछ। मैले पनि हेरेँ त्यो चाहिँ ल्याब सञ्चालन गर्ने पनि भनेर चाहिँ चिया गुणस्तरको त्यो ल्याबको चाहिँ तपाईँको हामीलाई अर्कैतिरबाट आएको छ नि त, अर्को पाटोबाट आइसकेको छ। भनेपछि अब चिया गुणस्तर प्रवर्धन कार्यक्रममा मात्रै यो चाहिँ राखौँ भन्ने खालको कुरो हुन्छ होइन सरहरू? सभामा जान्छ यो तर त्यो सब यसो भएछ कि मिस्टेक गरेछ क्या ले प्रिन्टिङ गर्दा चाहिँ। कहाँ भएको छ छैन नि। ल अब यो चाहिँ 7 नम्बर प्रस्तावमा चाहिँ भूमि प्रशासन सेवा सञ्चालन सम्बन्धमा अलिक छिटो गर्नु पर्यो होला। अब यो चाहिँ तपाईँको अब पहिला हामीले चाहिँ अर्थ मन्त्रालयबाट ओएनएम पनि भयो, अनि किताबखानामा गएर त्यो सबै ऊ पनि रह्यो भयो। पछाडि तपाईँको यसलाई सञ्चालन गर्नको लागि पत्र पनि आयो, तिमीहरूले यो कुरो चाहिँ व्यवस्थापन गरिदेऊ भनेर भनियो। भनिसकेपछि हामीले त्यो व्यवस्थापन पनि गरिदियौँ। फेरि सरकारले अहिले हाम्रो तत्कालीन सरकारले चाहिँ पालिकाहरूले नै गर्नुपर्ने, पालिकाहरूले नै तपाईँको कर्मचारीको व्यवस्थापन पनि उहाँहरूले नै सञ्चालन गर्नुपर्ने भन्ने खालको कुरा आइसकेपछि अब हामीले त उद्घाटनै गर्नु आँटिहालेको थियौँ नि त होइन, ब्यानर स्यानर राखेर सबै गरिसकेका थियौँ। त्यसो भएपछि अलिक टाङ्गिएर गयो। अहिले चाहिँ अब
यसलाई तपाईँको मैले अस्ति पनि भनेको थिएँ हाम्रो कर्मचारी साथीहरू एकजना सुवर्णजी र मिलन होइन मिलनले चाहिँ अलिअलि सिकेको पनि छ अरे उहाँ कामै गरेको रहेछ मिलनले चाहिँ है 4 नम्बर सचिव पनि हो हुनुहुन्छ को हुनुहुन्छ अब भएन भनेदेखि चाहिँ तपाईँको मालपोत कार्यालयबाट तीकै मान्छे ल्याएर पनि एउटा ट्रेनिङ चाहिँ गराउँ तालिम गराइदिनुहोस् सर भनेर मैले भनेको थिएँ अब 1 गतेदेखि सञ्चालन गर्ने भनेर भनेको थिएँ म जाँदै गर्दा चाहिँ अब त्यो तालिम प्राप्त भएको छैन होला नि सर भनिदिनुहोस् ल अब यसको बारेमा अब कतिपय कुरा डे टु डेको यहाँहरूसँग अवगत त अब विभिन्न कारणले गराउन सकेन होला तर फ्रिक्वेन्टली भिडिरहेछौँ अहिलेसम्म पहिलो चरणमा 35वटा पालिकालाई चाहिँ नेपाल सरकार र सङ्घीय सरकार भन्ने दिँदाखेरि जम्मा 6वटाले मात्रै यो लन्च गर्न सकेका छन् त्योभन्दा बाँकी लगभग 5-6वटा दोस्रो चरणका मध्ये हामी पनि परेका छौँ अनि अस्ति म काठमाडौँ जाँदाखेरि चाहिँ मेयर साहबसँग फ्रिक्वेन्टली कुरा भइरहेको थियो यो बारेमा होइन छिटोभन्दा छिटो ल्याउँ भने चाहिँ हामी त उद्घाटन गर्न बस्दाखेरि त्यहाँको कर्मचारी इटरीमा बसेर दिउँसै अर्कैतिर रहेछ नत्र हामीले उद्घाटन गर्नलाई रेडी पनि भएको थियौँ यहाँ पछि हटायौँ अनि त्यो अवस्थामा हुँदाखेरि चाहिँ अब पहिलो कुरा चाहिँ यहाँ जुन दरबन्दी छ नि उहाँ मेयर साहबले भने जस्तै कुन कार्यलाई आउने त हामी कहाँ यो सङ्घीय सरकारले सङ्घीय मन्त्रालयले पठाएर दरबन्दी 13 स्वीकृत भएर ओएनएम भइसकेर किताबखाना दर्ता भएको को कार्यालय हो कि त्यो 35 भन्दा दोस्रो कार्यालय हो भन्ने कुरा कसैले पनि क्लियर भनेनन् म त्यो जग्गा शाखाको उपसचिव पर्सनली चिन्थेँ उहाँसँग भेट गरेँ अनि उहाँले के भन्नु विज्ञान यो बारेमा चाहिँ मेरो जवाब छैन अब यो मन्त्री र सचिवलाई भेट्न जाऊ भन्दा अहिले मन्त्री सचिवलाई भेटाउने मेरो अवस्था रहेन उहाँहरू त्यति बिजी हुनुहुन्थ्यो अहिले यो फेरि ओएनएम गर्ने विभिन्न मन्त्रालयको चरण पनि रहेछ त्यो भएको कारणले गर्दा कुन कार्यालय हो भन्दा उहाँहरूले के भन्नुभयो भने तपाईँहरूले अब यता कार्यालयतिरको पछाडि नलाग्नुहोस् स्थानीय निकायले गर्छु भन्ने टाइपले तपाईँले चिठी पठाउनु भएको छ त्यही आधारमा गर्नुहोस् भनेर भन्नुभयो त्यही अनुसार सुवर्णसँग कुरा भएको थियो त्यसपछिको अलिक बढी अपडेट चाहिँ मभन्दा बढी सुवर्णलाई जानकारी छ यहाँले बताइदिनु होला म अलिकति कुरा राखेँ सरलाई यो विषयमा यहाँलाई यो त के भनेदेखि तपाईँको यो हाम्रो अस्तित्वको कुरो पनि रह्यो र यसले चाहिँ नि अब तपाईँको अब तुरुन्तै यसलाई चाहिँ सञ्चालन गर्नुपर्छ ठिक छ नि सर यसलाई सञ्चालन गरेर जाने हो नि त अब सञ्चालन गर्नुपर्छ यो विषयमा यस्तो रहेछ त्यो बिचमा नि हामीले हेऱ्यौँ धेरै उसमा कतिपय कुरा चाहिँ मैले पनि हेराएर हिँड्छ कति सबै कानुन अब याद पनि नहुँदो रहेछ उठाउनेले 60 पाउनेले 40 भनौँ न दोस्रो पक्षले 40 भन्ने मोडालिटीमा रहेछ तर अहिले पनि हामीले 60 नै पाएर छौँ त्यो के रहेछ स्थानीय सरकार सञ्चालनमा भने चाहिँ त्यहाँ एउटा बुँदा लेखेको रहेछ 74 75 कतातिर कि 82 तिर कतातिर एउटा लेखेको रहेछ हाललाई चाहिँ अस्थायी रूपमा स्थानीय निकाय सबल नभएसम्म मालपत्र नापी कार्यालय जुन साबिकाले उठाउने तर त्यो दिने हिस्सा चाहिँ अहिले हाम्रै हितको अनुकूल रहेछ भनेको हामीले 60 नै पाउँदो रहेछौँ यहाँ ल्याएर गर्दा पनि हाम्रो अपरेटिङ कस्ट बढ्ने हो तर त्योभन्दा सेवाबाट भाग्ने कुरा त भएन होला लगभग मैले सुनेअनुसार मैले एकजना साथीहरूलाई कुरा गर्दा झन्डै झन्डै यो दरबन्दी उसले जुन पठाएको छ 1.5 करोड जति खर्च हुन्छ अरे मालपत्र नापी हामीले सञ्चालन गर्दा अब वार्षिक रूपमा अपरेटिङ कस्ट चाहिँ निकै बढ्छ होइन यो विषयमा चाहिँ अघि अध्यक्षज्यूले भन्नुभयो जस्तो हामीले 3-4 वर्ष अगाडिदेखि नै नागरिकहरूलाई भन्दै आएको कुरा र यो विगतको कार्यपालिकाको बैठकले पनि यो भाद्रको 1 गतेबाट सम्भवतः हामी सञ्चालन गर्छौँ भन्ने कुरा नागरिकमा पुगिसकेको छ र अहिलेको उयोलाई हेर्ने भने त्यो इलामको बाटोको पिरले पनि धेरैले सोध्ने कहिले आउँछ अब भदौबाट सुरु हुन्छ सबैको मानसिकता चाहिँ यो भूमि सम्बन्धीको काम सूर्यदेवमा आफ्नै पालिकामा भइदिएदेखि बरु हामी के कन्ट्रिब्युसन गर्ने कुरामा पनि नागरिकहरू इच्छुक छन् र अर्को कुरा धेरैले भरोसा गरेछ नागरिकहरू ढुक्क छन् अब हामीले आलेटाले गरेर हाम्रो चाहिँ केही छैन यो हाम्रो पछिल्लो डेभलपमेन्ट चाहिँ अब उहाँहरूले कतिखेर सञ्चालन गर्ने त्यो फेरि पासवर्डदेखि लिएर अनेक कुराहरू छन् त्योभित्र उहाँलाई बढी जानकारी छ त्यो आइडी लिनेहरूदेखि लिएर होइन त्यो बारेमा चाहिँ सुवर्ण सरले एकछिन यहाँ 2 मिनट भन्नुहोस् त सुवर्ण बैठकका अध्यक्षज्यू मालपोत भूमि प्रशासन सेवाको सन्दर्भमा चाहिँ हामीले
हाम्रो पालिकाबाट हामी गर्न सक्छौँ भन्ने हिसाबले पत्र पठाइसकेपछि चाहिँ माथिबाट पनि हामीलाई एकदम धेरै ताकेता गरे र त्यही बमोजिम चाहिँ एउटा एडमिनको युजर आइडी प्राप्त गर्नका लागि चाहिँ हामीले पत्रचार गऱ्यौँ। त्यसले त्यहाँबाट मागेको विवरण बमोजिम चाहिँ हामीले पत्रचार गरिसकेपछि चाहिँ यहाँ मालपोत कार्यालय, यहाँ मालपोत शाखा भनौँ, भूमि प्रशासन शाखा भनौँ, त्यो चलाउनका लागि चाहिँ मालपोतकै लागि चाहिँ 3टा कम्प्युटर मिनिमम चाहिने रहेछ र त्यहाँ चाहिँ उहाँहरूकै सिस्टम हाल्नु पर्दो रहेछ, सफ्टवेयर हाल्नु पर्दो रहेछ र त्यो सफ्टवेयर हालेर रेडी बनाउने काम पनि हामीले गरिसकेका छौँ। कम्प्युटरको केसमा चाहिँ गरिसकेका छौँ मालपोतपट्टि चाहिँ। अब नापीपट्टि चाहिँ त्यसरी नै सफ्टवेयर हालेर कम्प्युटरहरू चाहिँदो रहेछ, कम्प्युटर रेडी गरेको छ, त्यो सफ्टवेयर हाल्न बाँकी छ, उहाँहरूले वहीँबाट अनलाइनबाट सफ्टवेयर हालिदिने काम गरिदिनुहुन्छ। अब कर्मचारीको कुरा गर्दाखेरि चाहिँ मालपोतका लागि कम्तीमा 5-6 जना कर्मचारी चाहिँदो रहेछ, अनि नापीका लागि पनि कम्तीमा 3-4 जना कर्मचारी चाहिँदो रहेछ। कतिसम्म भने नापीको लागि त नापी अधिकृत त हामीले अब तत्काल करारमै लिनुपर्ने अवस्था पनि आउन सक्ने रहेछ। अरू पालिकाहरूले त भ्याकेन्सी खुलाएको पनि देखाएको थियौँ हामीले होइन। अनि अब तालिमको विषयमा चाहिँ उहाँहरूले माथिबाट नै फोन गरेर चाहिँ के भन्नुभएको छ भनेदेखि तालिम पनि दिन्छौँ, चुलाचुलीसँगै तालिम दिने पनि हाम्रो प्लान चाहिँ छ र हामी 2 जना जति कर्मचारी चाहिँ जिल्लाबाट पनि पठाइदिन्छौँ होला तपाईँहरूलाई भन्नुभएको छ, त्यसो भन्नुभएको छ। अनि अरू भनेको चाहिँ अब नापी सम्बन्धी त्यो जुन अलिकति विज्ञ यहाँ नापी सम्बन्धी अब चलाउनका लागि त्यो सफ्टवेयर इन्स्टल गर्नका लागि बाँकी छ, त्यो यहाँ हामीले अलिक सक्दैनौँ कि जस्तो लागिरहेको छ। त्यो पनि हामी बुझ्छौँ, बुझ्न चाहिँ मालपोत सम्बन्धी चाहिँ कम्प्युटर फर्निचर लगायतका विषयमा चाहिँ कार्यालयको तर्फबाट हामीले गर्नुपर्ने सबै गरिरहेको छ। बाँकी भनेको अब कर्मचारी व्यवस्थापनको विषय चाहिँ बाँकी नै हो, सबभन्दा ठुलो कुरो चाहिँ त्यही नै होला। अहिले पछिल्लो अपडेट भनेको चाहिँ हामी जसरी हामी मालपोत भनेर लागिरहेका छौँ, माथिबाट पनि उहाँहरूले फोन गरेर चाहिँ त्यहाँका कम्प्युटर अधिकृतहरूले फोन गरेर चाहिँ एकदम उहाँहरूले पनि छिटो गर्नुहोस्, तपाईँहरू आजको भोलि चलाउनुहोस् भन्ने किसिमले नै उहाँहरूले पेल्नुभयो क्या। अस्ति सुरुमा चाहिँ हामीले त्यो लेभलमा स्पिडमा काम गऱ्यौँ यहाँनिर। यो 8-10 दिन अगाडिको कुरा हो। सफ्टवेयर हाल्ने ओर्ने चलाउनलाई रेडी बनाउने काम गरेका छौँ। अब चलाउने कर्मचारी तालिम छैन र अब नापीको सफ्टवेयर थोरै इन्स्टल गर्न बाँकी छ, त्यति मात्रै बाँकी छ। अब हामीले नागरिकहरूलाई उत्तर दिँदा के भन्ने, लगभग यति दिन, कति दिन, कहिले, यति गते, उति गते, कहिले यस्तो त्यो चाहिँ अब हामीले नै बोलेको 1 गते। सुन्नु त्यो बेला पनि लाइफै थियो होला। सुन्नु अध्यक्षज्यू, त्यो बेलामा कस्तो भयो नि, हामीले भोलिदेखि सञ्चालन गर्दा हाम्रो कर्मचारी त त्यो तालिम प्राप्त छैन। उहाँहरूले दुइटै पालिकालाई सँगै राखेर तालिम दिन खोजिरहनु भएको छ। माथिबाटै आउने कम्प्युटर अधिकृत आउँछन्। अब देशैभरिको डिमान्ड होला सायद, यो त होइन, देशैभरिको डिमान्ड होला, हामी मात्र त छैनौँ। अनि त्यो कारणले गर्दाखेरि उहाँहरूले आएर तालिम दिएपछि हामी तुरुन्तै यो सेवा सञ्चालन गर्छौँ। हजुर, हामी सञ्चालन गर्नकै रेडी छौँ। सुन्नु न हजुर, यो हामीले दुईतर्फको कुरा चाहिँ गर्नुपर्ने जरुरी जस्तो लाग्छ कि अहिले हाम्रो एउटा चाहिँ विशेषतः चाहिँ हाम्रो चाहिँ स्थानीय सरकारको चाहिँ खर्च चाहिँ कसरी घटाउनु छ। जस्तै 1.5 करोड जति तपाईँहरूले भन्नुभयो नि, त्यो खर्चलाई पनि घटाउनुको लागि पहिलो लडाइँ चाहिँ हाम्रो जस्तै योभन्दा अघिल्लै चोटि नै अघिल्लो चोटि नै हामीले ओएनएम सर्वे गरेर ओएनएम पास नेपाल सरकारले चाहिँ ओएनएम पास गरेको जुन चाहिँ त्यो हाम्रो त्यो ठुलो लडाइँ थियो। त्यति बेला हामी सबैजनाले एउटा चाहिँ खुसी पनि व्यक्त गऱ्यौँ होइन, हामी सबैले आफ्नो खुसी व्यक्त गऱ्यौँ नि त। तर त्यो आउनु सकेन होइन, त्यो आउनु नसक्नु भनेको चाहिँ अब हामी एकचोटि चाहिँ कम्तीमा त्यसको लागि चाहिँ के हो भने त्यो आउँदाखेरि त भनेको त त्यो चाहिँ अधिकारको हिसाबमा पनि त्यो चाहिँ एउटा इलाकाको रूपमा चाहिँ अधिकार सम्पन्न आउने हो। अहिलेको जुन चाहिँ यो चाहिँ स्थानीय तहमा आउँदै गरेको चाहिँ मालपोत छ, यसले त सबै जिम्मेवारी त लिएको छैन, त्यो जतिको अधिकार बोकेर आउँदैन। कतिवटा कुरामा त यसले चाहिँ यो चाहिँ डिजिटल शाखाको रूपमा गएर चाहिँ गर्ने रहेछ त्यो नगरपालिका स्तरीयले चाहिँ। अनि त्यसले फेरि हाम्रो चाहिँ यहाँको स्थानीय सेवाग्राहीहरू कतिवटा कुरामा चाहिँ फेरि इलाममै गएर चाहिँ गर्नुपर्ने, मालपोत कार्यालयमा गएर गर्नुपर्ने खालको चाहिँ त्यसको चाहिँ प्रावधान रहेछ, व्याख्या त्यो विश्लेषणहरू त्यो खालको रहेछ। तर हामीले एउटा नागरिकहरूलाई चाहिँ बरु एकचोटि चाहिँ पर्खाएर भए पनि, तर के हो भने कम्तीमा त्यो हामीले जुन चाहिँ बेलाको जुन चाहिँ यो अगाडिको सङ्घर्ष थियो, अगाडिको सङ्घर्षको उपलब्धि थियो, ओएनएम सर्वे पास गरेर चाहिँ इलाका चाहिँ मालपोत कार्यालय जुन चाहिँ हामीले स्थापना गर्नेवाला थियौँ, त्यो इलाका मालपोत कार्यालयलाई नै स्थापना गर्नुमा चाहिँ प्रथम प्रायोरिटी चाहिँ हामीले त्यो हुनुपर्छ। त्यसको लागि बरु हामी केही जनप्रतिनिधि साथीहरू चाहिँ काठमाडौँ गएर त्यसको लागि के चाहिँ वकालत गर्ने कुराहरू, त्यहाँ चाहिँ सम्बन्धित निकायमा चाहिँ के चाहिँ त्यो फलोअप गर्ने कुराहरूमा हामी लाग्दाखेरि चाहिँ के कसो हुन्छ होइन, नभए कर्मचारीको तर्फबाट पनि त्यो जानु पर्यो। र यहाँनिर कर्मचारीको अभाव त हुँदैन, किनभने हामीसँग अझै पनि हामीभित्र चाहिँ जे भने कर्मचारी कटौती गर्ने कुरा गरिरहेको छौँ, ती कर्मचारीहरूलाई नै हामीले चाहिँ युटिलाइज गर्नुपर्छ। हाम्रो चाहिँ जति पनि चाहिँ वडाहरूमा कम्ती चाहिँ भएका चाहिँ जस्तै हाम्रो कतिवटा वडामा चाहिँ दैनिकी काम वर्कलोड चाहिँ कम्ती छ,
तर के भन्छ भने मेन पावर चाहिँ बेसी छ। त्यसलाई चाहिँ एउटा सन्तुलित हिसाबमा व्यवस्थापन गर्ने कुराहरू, त्यसलाई चाहिँ त्यसो गर्दाखेरि मात्रै हाम्रो चाहिँ कर्मचारीहरूको दिगो व्यवस्थापन हुन्छ होइन। त्यो दिगो व्यवस्थापनसम्मको चाहिँ योजना बनाएर जाँदाखेरि चाहिँ राम्रो जस्तो लाग्छ है। धन्यवाद। अध्यक्ष, यसमा चाहिँ कर्मचारीको केसमा त यहाँले भनिहाल्नुभयो। यो कस्तो हुँदो रहेछ नि, मालपोत नाप्यो केसमा हायरार्की मेन्टेन हुँदो रहेछ। जस्तै 6औँले पेस गर्छ, 7औँले त्यसलाई रिकमेन्ड गर्ला, 8औँले अथवा मैले स्वीकृत गर्ने, त्यो तहको चाहिँदो रहेछ कि हामीलाई। कर्मचारी हाम्रा कता पर्याप्त छन् भन्दा यहाँलाई थाहा छँदैछ। त्यो मेन्टेन गर्नलाई नि हामी एक्स्ट्रा कर्मचारी चाहिँदो रहेछ एउटा। तर अब यहाँले के भन्छ, जस्तै कम्प्युटर अपरेटरहरू जस्तैलाई कार्यालय सदस्य भने हामीले वडाबाट तानेर पनि म्यानेज गर्नुपर्ने हुन्छ। ओएनएम हामी यो सभापछि तुरुन्तै सुरु गर्छौँ। हामीले लगभग सुरु गरिसकेका छौँ र अर्को यो सभामा त हामी त्यसलाई स्वीकृत गरेर लानै पर्छ, किनभने उपाय छैन। यो कर्मचारीको पाटोमा रह्यो। अर्को कुरो तपाईँले भनेको कुरा मलाई पनि एकदम खड्केको विषय हो। मेरो लेभलले चाहिँ यहाँहरूलाई क्लियर कुरा भन्दाखेरि मैले प्रयास गरेको, मेरो साहबसँग यो बारेमा फ्रिक्वेन्टली कुरा भएको छ। जस्तै हामीले यही कार्यालय आइदियो भने यो हाम्रो अपरेटिङ डेट त हाम्रो हुँदैन नि त। नेपाल सरकारले स्वीकृत गरेको यो कहाँ गयो त? जस्तै यो हामीभन्दा बाहेक अन्यलाई पनि गराएर चाहिँ उनीहरूकोमा बजेट आएर जानु पनि भएको तर केही पनि गर्नुभएको छैन। एलएमबिएसमा बजेट पनि छ तर उहाँहरूले त्यो भाँडामा पनि लिनुभयो, तर के गर्ने भनेर रहनु पर्नुहुन्छ। मैले एउटा रुकुमको मान्छेसँग कुरा गरेको थिएँ, उहाँको पनि यस्तै रहेछ। तर अब उहाँले कार्यालय मात्रै स्थापना गर्नुभयो, केही पनि गर्नुभएको छैन। अब फर्किनुपर्ने अवस्था हो कि हाम्रोमा चाहिँ कोही पनि आउनु भएको छैन। अब यो मामलामा चाहिँ मलाई कस्तो लाग्छ भने मेरो पर्सनल धारणा चाहिँ पर्सि मान्यज्यू आउँदै हुनुहुन्छ, हाम्रो सबभन्दा अब जनप्रतिनिधि हिसाबले उहाँ हो, उहाँकै नेतृत्वमा अलिकति पहल गर्ने हो कि के हो। अब मैले चाहिँ यहाँहरूलाई निवेदन गरेँ, अब कसरी पहल गर्दा हुन्छ। यो कार्यलाई स्थापना गर्न सकियो भने चाहिँ सबैभन्दा बेटर हो। आर्थिक भार पनि कम छ। अब यसो पनि हो कि कुरो चाहिँ के भनेदेखि तपाईँको हामीभन्दा पछाडि हिजो अस्ति तपाईँको सुरुवात गरेको पछि 3 गते चुलाचुलीको चाहिँ उद्घाटन गर्दैछन् साथीहरूले है। अब यो के हो भनेदेखि तपाईँको पछिल्लो सरकारले ल्याएको नीति बमोजिम आएको हो। त्यसै छिटो त्यसरी त्यति सजिलोसँगले यो ल्याएको छैन। हेर्नुहोस् होइन, किन रोकियो पहिलो निर्णय? क्याबिनेट डिसिजन हो नि त यो त होइन। त्यो डिसिजन क्याबिनेट हो नि, त्यसलाई रोकेर फेरि चाहिँ अर्को निर्णय गरेको छ क्याबिनेटले। गाउँपालिकालाई नै दिने सबैलाई, पहिलो चरणमा यतिलाई, दोस्रो चरणमा यतिलाई भनेर गरेको छ। भनेपछि हामी प्लिड त गरौँला, तर अब के भनेदेखि तपाईँको चाहिँ नि हामीले सेवा पनि दिने हो, सेवा पनि दिने हो क्या, जनताको लागि सेवा पनि दिने हो। पहिला पनि त्यसै भनेको हामीले कार्यपालिका बैठकमा, जनतालाई सेवा पनि दिने हो। हाम्रो काम अगाडि बढाउँदै गरौँ, हामी लड्ने काम गर्दै गरौँ अध्यक्षज्यू होइन। दुईटै काम गरेर जानुपर्छ। यसलाई चाहिँ नि के भनेदेखि अब तपाईँको फागुन 3 गते तपाईँको चुलाचुलीले गर्दैछ, उहाँहरूसित सम्पर्क पनि गर्नुहोस् के गरेर गर्नुभएको छ अनि हामीले कसरी अगाडि बढाउने भन्ने कुरामा गएर तपाईँको अब त्यसो भएन भने गाडी लिएर गएर तपाईँको ठेला के भन्थ्यो ठेलीहरू सबै हालेर लिएर आउँछु त म त तपाईँको कहाँ छोड्छु त। अनि त्यो त छोड्ने त कुरा आउँदैन। अब हेर्नुहोस् अध्यक्ष, थोरै यो मालपोतका कुरा त हामीले गऱ्यौँ है, नापी मालपोतको गऱ्यौँ। हामी 14 नम्बर र 13 नम्बरको लागि चाहिँ मैले अस्ति पनि कुरा उठाएँ होइन। यो राष्ट्रिय परिचय पत्रको फोटो खिच्ने काम चाहिँ अब कि त यहाँ नगरपालिकामा हुनु पऱ्यो पहिलो कुरा, दोस्रो कुरा भएन भने पनि पशुपति नगरमा भयो भने हुनु पऱ्यो। अहिले त्यो त अगाडि बढाएको छ त। समस्या के भयो भने अहिले थोरै म समस्या राख्छु है। अहिले चाहिँ के भयो भने अब यहाँ चाहिँ नागरिकता बनाउन पशुपति नगर जानुपर्ने अनि फोटो खिच्न चाहिँ इलाम जानुपर्ने एकदम। यसो के त्यो विषयमा म आफै सिडिओ साहबकोमा गएर कुराकानी गरेर छलफल गरेर आइसकेपछि अहिलेलाई चाहिँ म उन्जेल चाहिँ हुन्छ सर गर्छु, कर्मचारी नै अहिलेलाई चाहिँ पर्दैन उतैबाट गरिदिउँला, पछि अब म गइसकेपछि चाहिँ अप्ठ्यारो होला, तपाईँहरूले व्यवस्थापन गर्नुपर्छ है भन्ने खालको कुरो गर्नुभएको थियो र उहाँलाई चिठी लेखेर पठाउनुहोस् पनि भनिसक्यो। चिठीको आछ। मैले अझै के अनुरोध गर्न खोजेको भने 14 नम्बर र 13 नम्बरलाई चाहिँ मुख्य समस्या पऱ्यो क्या यो विषयमा। र यसको लागि चाहिँ अब नगरपालिकाले नै कर्मचारी नियुक्ति गरेर भए पनि खर्च त्यति कति लाग्छ खर्च गरेर भए पनि यो काम चाहिँ गर्नुपर्ने भयो। यति धेरै गुनासो आयो क्या यसमा। बाटो पनि छैन, बाटोको पनि समस्या छ होइन। पत्र पठाउनु भएको छ सिडिओ साहब? छिटोभन्दा छिटो यो काम गर्नुपर्ने भयो। यो विषयमा एक प्रमुख जिल्ला अधिकारी छलफल गर्न लागि। तर यस्तो हुन्छ तपाईँले भन्छ हामीले कर्मचारी राखेर हुँदैन, उसले एडमिन दिएर उसको कर्मचारी उहाँबाट कम्प्युटर अपरेटर पठाउँछ, हामीले गरेर हुँदैन त्यो। नत्र भने हामी कति काम गरेर त्यो गरिहाल्थ्यौँ नि। यसपालि सम्मलाई चाहिँ दिन्छु पशुपति नगरले गर्न सकेको छैन होइन। सबै गरेर यहाँ चिठी पठाइसकेको छ, सरले एकपल्ट पहल गर्नु नि त्यहाँ होइन।
नागरिकको कुरा चाहिँ होइन ठिक छ मेरो तर्फबाट गर्न सक्ने गर्छु अहिले फोन गर्छु म अनुरोध चाहिँ त्यही गर्यो। अब सानो कुरा चाहिँ म राख्नु पऱ्यो यही मालपोत सम्बन्धी नै। जस्तै संरचना बनिँदा चाहिँ जोगमाईको 2टा वार्ड चाहिँ यता सूर्यदेवतिर छ होइन, अरू त तत्कालीन गाविसहरू मर्ज भयो, त्यसको चाहिँ कुनै पनि समस्या भएन होइन। तर यो ढड्डा ल्याउँदाखेरि चाहिँ ढड्डा सार्ने क्रममा चाहिँ कसरी सार्ने त भन्दाखेरि मालपोत अध्यक्षज्यूले पनि सम्पर्क गरिराख्नु भएको थियो मसँग। अब यसको चाहिँ मैले चाहिँ के भने हामीसँग त्यस्तो केही पनि छैन, अब नगरमै चाहिँ हाकिम साहबसँग अथवा मेयर साहबसँग सम्पर्क गर्नु होला। अब के छ भन्दाखेरि 8 र 9 2टा वार्ड चाहिँ अब उनीहरूको चाहिँ उता कि यता भन्ने छ क्या, जग्गा कता हो भन्ने कुरा पनि क्लियर छैन होइन। अनि मालपोतकोमा पनि समस्या, नापीमा पनि समस्या छ क्या, त्यसले गर्दा ढड्डा चाहिँ ल्याउँदाखेरि चाहिँ कसरी ल्याउने अब अलिक छलफल गरेर चाहिँ ल्याउनुपर्छ। यस्तो छ, त्यो विषयमा मसित नि कुराकानी भएको छ। अब के भनेदेखि पहिला गाउँ विकास समितिहरू भन्दाखेरि पनि अगाडिको गाउँ विकास समितिहरू पनि छ नि त होइन, पञ्चायतको बेलाको पनि छ नि। त्यो ठेलीहरू चाहिँ कहाँको कस्तो अवस्थामा हो, गोर्खेको नै मलाई प्रायः चाहिँ गोर्खेकै सोधेको थियो होइन, सोधेको थियो। त्यो चाहिँ अहिले चाहिँ गोर्खेको टोटल पठाउनुहोस्, त्यसमा माइजोगमाईको 8 9 होइन, हामी कहाँको 8 9 समेत चाहिँ नि पुरानो माइजोगमाई गाउँ विकास समितिको 8 9 हामीलाई त्यो पठाउनुपर्छ भनेर मैले भनेको थिएँ। अब त्यो चाहिँ तपाईँको त्यो ठेली लिनु जाँदैखेरि त्यहाँ बसेर एकजना जान्ने मान्छे नै जानुपर्छ, गएर लिएर आउँदा हुन्छ, त्यसलाई त्यस्तो होइन होला। अर्को चाहिँ अब यो तपाईँको यो राष्ट्रिय परिचय पत्रको पनि धेरै आयो अहिले। यो निर्वाचन आयोगले फोटो खिच्दैछ नि सर, त्यसको के छ अहिले, उतैबाट गर्छ कि यता गर्छ? त्यसरी आउने रहेछ अटो फोटो खिच्नु पर्दैन, त्यही फोटो ती खिचिहाल्छ नि है, सिम्पल छ। परिचय पत्रको कुरा चाहिँ त्यो पनि होइन भएको त्यो कुराकानी भएर इलाका प्रशासन कार्यालयमा राख्ने माथि भनेर आएको अस्ति, त्यो भएर गएर चिठी पठाएको छ। अब छिटो हिसाबसित फलोअप चाहिँ गर्नु पर्यो। अब हाम्रो कर्मचारी त सक्दैन होला नि त त्यो त, अनि अब सिक्नु त सिकेको होला हाम्रो होइन त्यतिखेर। होइन बुझेँ ल। अब अर्को नम्बरमा जाउँ, इलाका प्रहरी कार्यालयको हो त्यो हेर्नुहोस् त इलाका प्रहरी म एउटा राख्छु एकछिनै यो टिटिटिभीको पनि यो स्वीकृत बजेट कार्यान्वयन गर्नको लागि चाहिँ कार्यान्वयन समिति भयो, यो कार्यान्वयन समिति भन्ने हुन्छ यसको। त्योबाट भएको निर्णय जानकारीको लागि नगर कार्यपालिका समक्ष पेश गर्नुपर्ने भएको कारणले गर्दाखेरि यहाँबाट शाखाबाट आएको छ। निर्णय चाहिँ यसको पदमार्गमा आधारित पर्यटन विकास परियोजना टिटिटिपी अन्तर्गत आर्थिक वर्ष 83-84 सूर्योदय नगरपालिका क्षेत्रभित्र निर्माण हुने चियाबारी पदमार्ग आयोजनाको सम्बन्धमा तपसिल बमोजिम गर्ने गराउने निर्णय भयो। पदमार्गमा आधारित पर्यटन विकास परियोजना टिटिटिपी अन्तर्गत आर्थिक वर्ष 83-84 निर्माण हुने चियाबारी पदमार्गको सम्बन्धित वडाको जनप्रतिनिधि र प्राविधिक कर्मचारीबाट संयुक्त रूपमा स्थलगत सर्वे नापी गरी पदमार्ग निर्माणको लागि रुट यकिन आएको हुँदा उक्त पदमार्गको बाँकी निर्माण कार्यको लागत अनुमान तयार गर्ने गराउने एउटा निर्णय। दोस्रो चाहिँ सुनपा 8, 4 र 5
वडाहरूमा निर्माण हुने चियाबारी पदमार्गको मुख्य संरचना परिधि संरचना निर्माण कार्यको स्वीकृत बजेट ब्रेकडाउन गरी आवश्यकता अनुसार छुट्टा छुट्टै उपभोक्ता तथा निर्माण समिति गठन गरी आयोजना सञ्चालन गर्ने। यो चाहिँ आयोजना त्यो सञ्चालक समितिलाई हामी निर्णय कार्यान्वयनको लागि दिन्छौँ। तेस्रो चाहिँ पदमार्ग निर्माणसँग सम्बन्धित अन्य क्रियाकलापहरू समेत सञ्चालन कार्यान्वयनका लागि सम्बन्धित शाखा र कार्यालय निर्देशन दिने भन्ने निर्णय गर्नुपर्ने भएकोले गर्दा सम्बन्धित शाखाले यहाँ यो निर्णय ल्याउनु भएको छ। यो निर्णय ल्याएको ब्रेकडाउन पनि गर्नु पर्यो नि त होइन सर? अब अर्को चाहिँ नि सर म एउटा राख्नु पर्यो, यसलाई पास गरेर जाउँ होइन त सरहरू? पास है। अर्को चाहिँ यो राजस्व सम्बन्धी नै हो होइन, जस्तै हाम्रो बजेट पनि छ र यो मयिङ खोला र सिद्धि खोलामा चाहिँ अब यो ठेका हाल्नको लागि गिटी बलुवाको लागि ठेका हाल्ने र अलिक आय आर्जन चाहिँ बढाउने हो कि पालिकाको भन्ने खालको कुरामा चाहिँ पहिला आइए गर्नु पर्दो रहेछ, त्यसको बजेट पनि छ होइन। यसको लागि चाहिँ यो आइए गर्नको लागि चाहिँ होइन अहिले त्यस्तो त्यो निर्णय गराउनु पर्दैन, हामीलाई कोल्नेको एउटा अख्तियारी आओस् त्यो हिसाबले गर्छौँ। त्यसलाई पहिलो प्राथमिकता दिनु पर्यो, दिन्छौँ त्यो यहाँ किनभने तपाईँहरूले सभाबाटै कार्यालयलाई गर भनेर दिइसक्नु भएको छ होइन, त्यस कारण बजेट छुटिसकेको कारणले सुरु गरिहाल्नु पर्यो त्यो यस्तो नि त उहाँबाट अख्तियारी आउनु पर्यो, अख्तियारी आएको छैन नि त हामीलाई खाता सञ्चालनको, त्यो हिसाबले गर्दा आजभोलिमै आइहाल्छ, त्यसपछि अगाडि बढ्छ। हुन्छ अरू केही छ त? अस्ति हामीले यहाँ हुनुहुन्न थियो, यस्तै गरी शाखाहरूमा के भइरहेछ भन्ने हिसाबले एउटा सामान्य गर्दाखेरि के कुरा आयो भने जस्तै कार्यपालिकामा त हामी लाउँछौँ, यसले पनि एउटा राम्रो इमेज गएको छ। म यहाँ आउनुभन्दा अगाडि मलाई त्यहाँको साथीले पनि भन्नुभएको थियो त्यहाँको त सबै टोपी लाएर बस्नुहुन्छ नि भनेर, म त कहिले टोपी नलाउने मान्छे, तर अब अहिले म टोपी लगाइरहेको छु, यो बानी हुँदो रहेछ एउटा होइन। त्यो हिसाबले गर्दा चाहिँ के आयो भन्दा पुरुष कर्मचारी साथीबाट हामी पनि टोपी लाउँ, कहिले लाउँ भन्दा बिहिबारको दिन, ताकि हाट बजार छ यहाँ, एउटा मेसेज पनि राम्रो जान्छ नि त। हामीले त्यहाँ धेरैवटा ठाउँबाट मान्छे घुम्न आउनुहुन्छ, कति राम्रो भयो भने चाहिँ म्याडमले के प्रस्ताव भने हामी पनि लाउँछौँ, त्यसो भए भन्दा के लाउने भन्दा ल हामी साडी चोलो लाउँछौँ भनेर यो राम्रो भएको छ। चाहिँ त्यो शाखाको प्रमुखको कति नम्बर कोठामा छ त्यो सबै देखिने गरेर बाहिर होस्, बाहिर भइसकेपछि एउटा तपाईँको चाहिँ नि सजिलोसँगले म चाहिँ यो कोठामा प्रवेश गर्नुपर्ने रहेछ भन्ने कुरो हुन्छ, त्यति चाहिँ रहोस् ल। अब आज धेरै छलफल पनि भयो होइन, धेरै राम्रो कुरोहरू पनि भयो। सम्पूर्ण साथीहरूलाई यो बैठकमा उपस्थित भइदिनु भएको छ, धन्यवाद दिँदै यो बैठकलाई यहीँ समापन गर्छु। धन्यवाद, नमस्कार।